सुरु गरौँ है। ओके। सो हामीले अस्ति लास्ट क्लासमा के पढाएको थियो भने प्लान्ट न्युट्रियन्टको बारेमा पढिरहेको थियौँ। 17वटा छ भनेर पढिरहेको थियौँ। त्यसमा पनि हामीले सोर्सहरू के छन्, कन्सन्ट्रेसनहरू के छन्, कुन कुन फर्ममा चाहिँ बोटबिरुवा लिने गर्छन् भनेर चाहिँ पढाएको थियौँ है। सो आज हामी न्युट्रियन्टहरूकै बारेमा पढ्छौँ, जसमा चाहिँ अब यसको डिफिसियन्सी सिम्टमहरू के छन् होइन, र तिनका फङ्सनहरू के छन्, र डिफ्रेन्ट कन्सन्ट्रेसनहरूमा चाहिँ कस्तो एभाइलेबल फर्महरू के छन् भन्ने कुराहरू चाहिँ हामी आज चाहिँ क्लासमा पढ्छौँ। हेर त, यी सब मैले पढाइसकेको थिएँ। इम्पोर्टेन्ट न्युट्रिएन्ट इसेन्सियल के भन्छ नि, क्राइटेरियाहरू हुनुको लागि, इसेन्सियल न्युट्रिएन्ट हुनुको लागि चाहिँ के क्राइटेरिया हुनुपर्छ भनेर चाहिँ अस्तिको क्लासमा पढाएको थिएँ। बेनिफिसियल इलिमेन्टलाई के भनिन्छ भनेर पनि भनेको थिएँ। हेर त, 17वटा जुन भनेको थिएँ, कन्सन्ट्रेसन पनि कुरा गरेको थिएँ। मोर देन 0.1 कन्सन्ट्रेसन, त्यसलाई भनेपछि माइक्रोन्युट्रिएन्ट भनिन्छ। र यदि कन्सन्ट्रेसन कम भएको खण्डमा चाहिँ, लेस देन 0.1% कम भएको खण्डमा कहाँ गयो? ओके। सो लेस देन 0.1 भएको खण्डमा चाहिँ हामीले के छ भने त्यसलाई चाहिँ माइक्रोन्युट्रिएन्ट भनिन्छ। स्लाइड देखेछ? ओके। हेर त, के भयो? यति यो सब हामीले पढिसकेका थियौँ है, यिनीहरू सब पढिसकेका थियौँ। रुट इन्टरसेप्सन्स, मास फ्लो र डिफ्युजनको बारेमा पनि पढिसकेका थियौँ। रुट इन्टरसेप्सन केलाई भनिन्छ पढिसकेका थियौँ। मास फ्लो केलाई भनिन्छ पढिसकेका थियौँ। डिफ्युजन भनेको के हो भनेर पढिसकेका थियौँ है। यो सो यी यी सब हेरिसकेका थियौँ है हामीले, होइन? अब मोबिलिटी इन सोइल र मोबिलिटी इन प्लान्ट इज फरक है। सुन त, मोबिलिटी इन सोइल र मोबिलिटी इन के भन्छ प्लान्ट भनेको फरक फरक हुन्छ। कुनै न्युट्रिएन्ट चाहिँ सोइलमा चाहिँ मोबाइल हुँदैमा प्लान्टमा पनि मोबाइल हुनुपर्छ भन्ने छैन। प्लान्टमा भएको र सोइलमा भएको मोबिलिटी चाहिँ फरक देखिन्छ है। जस्तो सोइलको केसमा चाहिँ फस्फोरस चाहिँ इमोबाइल हुन्छ भने प्लान्टको केसमा चाहिँ फस्फोरस भनेको मोबाइल भनिन्छ।
है। र यसै गरी मोबिलिटी अरू कुरालाई पनि इन्फ्लुएन्स गर्छ। जस्तो अब कोल्ड सिजनहरूमा हुन्छ नि, जेनरली कोल्ड सिजनहरूमा यो फस्फरसको एबिलिटीहरू चाहिँ सेमी मोबाइलको रूपमा देखिन्छ विथिन द प्लान्टमा है। सो मोबाइल न्युट्रिएन्ट र इमोबाइल न्युट्रिएन्ट तपाईँ ओब्जेक्टिभ पोइन्ट अफ भ्यू चाहिँ सोध्छ कुन कुन मोबाइल हो र कुन इमोबाइल हो। इट्स मिन्स त के छ भने त्यसको चाहिँ फङ्सनहरू चाहिँ सबभन्दा जस्तो हेर त क्यान ट्रान्सलोकेट फ्रम द ओल्डर लिप्स टु द यङ्गर लिप्स। जब यसको चाहिँ पहिले चाहिँ के छ भने यदि इफ इट देयर इज अ डिफिसियन्सी देन फर्स्ट कम्स इन द के छ ओल्डर लिप्स देन ओन्ली द यङ्गर लिप्स भनेर भन्ने खोजेको भने इमोबाइल भनेको के छ भने यहाँ चाहिँ त्यस्तो चाहिँ हुँदैन, ओल्डर लिप्स र यङ्गर लिप्स हुँदैन। इट मे एपेन्स के छ भने यो यङ्गर लिप्स पनि हुनसक्छ अर समहाउ ओल्डर लिप्समा पनि हुनसक्छ। बुझ्यो। सो इमोबाइल मिन्स यसमा क्याल्सियम बोरोन आइरन म्याङ्गानिज कपर जिङ्क सल्फर यिनीहरू भयो है। ओके, हेर त डिफिसियन्सी टक्सिसिटी अब यो कुराहरू भयो, यो कुरा नर्मल कुराहरू भयो होइन। अब सिएचओ जेनरली वाट यु अन्डरस्ट्यान्ड बाई सिएचओ, सिएचओ भनेपछि के बुझ्नुभयो? सिएचओ भनेपछि कार्बन हाइड्रोजन अक्सिजन भनेर बुझ्छौँ होइन। कार्बन हाइड्रोजन अक्सिजनले के एयर एन्ड वाटरबाट लिन्छ। यो कार्बन र हाइड्रोजन के छ भने एब्जर्ब इन कम्बाइन्ड फर्म्स होइन। वेरएज अक्सिजन भनेको के छ मोलिकुलर फर्ममा चाहिँ एभाइलेबल हुन्छ। जेनरली 95% ड्राई मेटरको बेसिसमा भन्यो भने 95 टु त्यही 98सम्मको भनौँ होइन। यो चाहिँ स्ट्रक्चर इलिमेन्टको रूपमा भन्न खोजेँ कि ड्राई मेटर बेसिसमा यदि हेऱ्यो, ड्राई मेटरको बेसिसमा हेऱ्यो भने कार्बन हाइड्रोजन अक्सिजन चाहिँ सबभन्दा बढी भूमिका देखिन्छ है। सो वाट आर द फङ्सन अफ कार्बन हाइड्रोजन एन्ड अक्सिजन्स मेजरली के छ भने यो स्ट्रक्चर युनिट हो है। यसलाई चाहिँ यसले चाहिँ स्ट्रक्चर बनाउने काम गर्दछ। हेर त यसमा चाहिँ मेजरली के छ भने यसले चाहिँ यो मेटाबोलिक रियाक्सनहरूको लागि चाहिँ एकदम इम्पोर्टेन्ट छ कार्बन हाइड्रोजन अक्सिजन्स होइन। ग्रोथ र डेभलपमेन्टकोहरूको लागि इम्पोर्टेन्ट छ जस्तो स्टार सेलोज लिग्निनहरू जसले चाहिँ के छ भने स्ट्रक्चर बनाउनेहरूमा काम गर्दछ। सो बेसिकली दे आर भेरी इम्पोर्टेन्ट फर मेकिङ द स्ट्रक्चर होइन। साइज सेपहरू बनाउनहरूको लागि चाहिँ के भन्छ भने इट्स भेरी इम्पोर्टेन्ट। वेयर एज यु नो भेरी वेल अक्सिजन इज रिक्वायर्ड फर रेस्पिरेसन्स होइन। In the same way, bulk of energy required for the plant metabolism is derived from the oxidative breakdown of carbohydrate, fats, and protein during the cellular respirations. अब respiration 6s12O6 भनेर भन्छ नि होइन। respirations what happens they the glycolysis का process सम्झिनुहोस्, क्रेब साइकलका प्रोसेसहरू छन्। what happens in glycolysis होइन, जुन त्यो टु पाइरुभेट जुन चेन्ज हुन्छ होइन, ग्लुकोज कन्भर्ट टु पाइरुभेट भनेर होइन। सो डुरिङ अल दिस प्रोसेस होइन, जुन ब्रेकडाउन अफ कार्बोहाइड्रेटको कुरा भयो, फ्याट्सको भयो होइन, प्रोटिन्सहरूको थ्रु द प्रोसेस कल द ग्लाइकोलाइसिस क्रेब साइकल इलेक्ट्रोन चेन्ज सिस्टमका कुराहरू छन् होइन। सो इन अल द चेन्ज सिस्टम्स भने कार्बन हाइड्रोजन अक्सिजन इज रिक्वायर्ड होइन। सो द्याट्स वाइ इट्स भेरी इम्पोर्टेन्ट एन्ड क्रुसियल्स फर नट ओन्ली इन फर मेकिङ द स्ट्रक्चर बट अल्सो इम्पोर्टेन्ट फर द ब्रेकडाउन। हेर त बेसिकली स्ट्रक्चर टु प्लान होइन। अब इनर्जी तिमी यस्तो सुन है, इनर्जी स्टोरेज ट्रान्सफर बन्डिङहरूमा चाहिँ नाइट्रोजन सल्फर फस्फरसहरू छन्। इन्जाइम एक्टिभेसन र इलेक्ट्रोन ट्रान्सपोर्टहरूमा चाहिँ के छ भने आइरन म्याङ्गनिज जिङ्क कपर बोरन मोल्डेन क्लोरिनहरू छन् भने रेगुलेसन वाटर न्युट्रिएन्ट एन्ड कार्बोहाइड्रेट मुभमेन्टहरूमा चाहिँ पोटासियमको भूमिका देखिन्छ। बुझ्यो। सो हामी अहिले वान बाई वान पढ्छौँ, एक एकको हामी पढ्छौँ र एक एकको चाहिँ यस्तो छ मैले स्लाइडमा चाहिँ सबै राखेको छु होइन। डिटेलमै छ स्लाइडमा। तर हाम्रो कस्तो छ भने इक्जाम पोइन्ट अफ भ्यूले चाहिँ अब जस्तो हुन्छ मेजर कुराहरू त हामी पढ्नै पर्छ र कहिले काहीँ के हुन्छ भने तपाईँलाई चाहिँ एउटा चाहिँ सरप्लस नलेजहरू हुन्छ नि, यु क्यान ह्याभ एउटा भ्यू बनाउनको लागि पनि के भन्छ मेटेरियल राखिएको छ। सो इम्पोर्टेन्ट अलमोस्ट इन्क्लुडेड बिसाइड द्याट के छ भने कन्सन्ट्रेसनका कुराहरू जुनहरू छन् त्योहरू पनि राखिएको छ। हेर त अब यी
कहाँ कहाँबाट के भन्छ न्युट्रिसनहरू लिने गर्दछन्, माइक्रोन्युट्रिएन्ट र म्याक्रोन्युट्रिएन्टको बारेमा त्यो लेखिएको छ है। अब यो पिक्चर भेरिएबल्स होइन, यो पिक्चरको बारेमा हजुरहरूलाई थाहा छ। सो नो निड टु एक्सप्लेन यो के भन्छ नाइट्रोजनको एबिलिटी, फस्फरसको एबिलिटी, पोटासियमको एबिलिटी, सल्फर यिनीहरूको बारेमा चाहिँ थाहा छ। अब हामी एकैचोटि नाइट्रोजनमा जाऊँ है। अ, नाइट्रोजन के छ भने सबभन्दा बढी चाहिन्छ, द्याट्स वाइ इट्स माइक्रोन्युट्रेन्टको रूपमा चाहिँ राखिएको छ होइन। जेनरली ड्राई म्याटरको बेसिसमा हेऱ्यो भने प्लान्टमा चाहिँ 1 to 5% ड्राई म्याटर बेसिसमा हुन्छ भने सुटको ड्राई मासको रूपमा हेऱ्यो भने मानौँ सुटको ड्राई मास 100 kg छ भने त्यसमा 1.5% के देखिन्छ, नाइट्रोजन देखिन्छ है सुटको बायोमासमा। सो जेनरली हेर त प्लान्टले लिने भनेको के फर्म छ, एउटा नाइट्रेट फर्म छ, अर्को कुन छ, एमोनियम फर्म छ। सर यहाँ त एमाइड फर्म पनि लेख्नु भएको छ भनेर हजुरले भन्नुहुन्छ होइन। नो, ओन्ली टेक प्लान्टले के गर्छ भने नाइट्रेट फर्म चाहिँ एमोनियम फर्ममा चाहिँ लिने गर्दछ होइन। वेयरएज युरिया जुन हामीले दिन्छौँ होइन बोट बिरुवालाई, युरियालाई के भन्छ CONH2 को हल टू भनिन्छ। इट्स मिन्स CONH2 लाई एमाइड भनिन्छ, एमाइड फर्म विच फर्दर ब्रेक डाउन इन्टु होइन के भन्छ यो नाइट्रेट फर्ममा चाहिँ ब्रेकडाउन हुन्छ। सो जेनरली बेसिकली बोट बिरुवा लिने भनेको नाइट्रेट फर्म र एमोनियम फर्म छ, वेयरएज एमाइड फर्म भनेको युरियाहरूबाट जुन आउने फर्महरूले भनिन्छ नि त्यो CONH2 हल टू विच निड्स टु ब्रेक डाउन टु मेक द एभाइलेबल फर द प्लान्ट है। फास्ट भयो भने सोध है। ओके। सो अब हामीले कस्तो छ भने नाइट्रेट र एमोनिया। अब सर नाइट्रेट कहिले लिन्छ, एमोनिया कहिले लिन्छ, एमोनियम कहिले लिन्छ होइन, कुन बेलामा लिन्छ भनेर सोध्न सक्नुहुन्छ हजुरले। सो अभियसली नाइट्रेट र एमोनिया भन्छ नि कहिलेकाहीँ एट द सेम टाइम पनि हुनसक्छ भने बेसिकली फरक फरक सोइल स्ट्रक्चरहरूमा चाहिँ देखा पर्दछ है। इट्स डिपेन्ड अपन द के छ भने यो सोइल स्ट्रक्चरहरूमा चाहिँ होइन त्यहाँका क्लाइमेट, त्यहाँका भेजिटेसनहरूले पनि फरक पार्दछन्। सो बेसिकली जुन हाई एसिडिक कन्डिसन हुन्छ हेर त, चाहिँ के भन्छ नि यो एनारोबिक होइन यो या अक्सिजन लेभल कम भएको खण्डमा स्वम्पी ल्यान्ड, मार्सी ल्यान्डहरूमा चाहिँ के देख्नुहुन्छ जहाँ चाहिँ यो के भन्छ नि पानीहरू जमेको हुन्छ नि त्यस्तो अवस्थाहरूमा के देख्न सक्नुहुन्छ भने यु क्यान एबल टु नोटिस यो एमोनियम फर्म चाहिँ देखिन्छ भने नाइट्रेट फर्महरू ड्राई ल्यान्डहरूमा चाहिँ देखिन्छ होइन। ड्राई ल्यान्डहरू, वेल एरेटेड ल्यान्डहरूमा चाहिँ हजुरले के देख्नुहुन्छ भने नाइट्रेट फर्म चाहिँ प्रिडोमिनेन्ट भएर बसिरहेको हुन्छ। बुझ्यो? केही छ प्रश्न? लिँदैन है राकेशजी। यो जस्ट एउटा के भनेको CONH2 को हल टुलाई हामी युरिया भन्छौँ नि त, CONH2 फर्म भन्नु मात्र खोजेको हो, फर्म फ्रम द युरिया भन्न खोजेको। इट्स नट टेकन बाई द डाइरेक्टली बाई द प्लान्ट। यो चाहिँ फर्दर कन्भर्ट चाहिँ चाहिन्छ है। सो नाइट्रेट फर्म्स र एमोनियम फर्म्स त बुझ्नुभयो। एमोनियम फर्म्स कुन बेला लिन्छ र नाइट्रेट फर्म कुन बेला लिन्छ ल। मेरो स्लाइड किन सेयर हुँदैन? हुँ। हेर त डिफ्रेन्ट कन्सन्ट्रेसनहरू छन् है। अब यो इक्जाम पोइन्ट अफ भ्यूमा तपाईँले भ्याउनु पनि भ्याउनुहुन्न होइन, इक्जामहरूमा लेख्नको लागि तर मैले चाहिँ यहाँ राख्न चाहिँ राखिदिएको छु, जस्ट हेभ अ लुक होइन, एकचोटि चाहिँ हेर्नु होला यो कन्सन्ट्रेसनहरू, किनभने सबैको कन्सन्ट्रेसन इज भेरी डिफिकल्ट टु लर्न होइन। सो जस्ट हाभ अ लुक, यति एकचोटि मात्रै हेर्नुहोस्। अब नाइट्रेट एमोनियम फर्महरू रेडली एभाइलेबल फर्महरू छन् जसमा चाहिँ हेर्नुहोस् त लेस देन 1% अफ टोटल। अब यो कस्तो छ नि जस बेसिकली बााउन्ड भएर बसिरहेको हुन्छ होइन, इभन दो देयर इज अ प्रेजेन्स अफ एभाइलेबल होइन, जस्तो नाइट्रेट फर्म एमोनियम फर्महरू एभाइलेबल भएको खण्डमा पनि कहिलेकाहीँ इन्स्टेन्टली चाहिँ एभाइलेबल चाहिँ नहुन पनि सक्छ होइन। सो त्यो भयो भने कहिलेकाहीँ के छ भने बन्ड भएर जस्तो क्ले ह्युमसहरूमा चाहिँ होइन यीहरू चाहिँ बन्ड भएर नाइट्रोजनहरू चाहिँ
भनेपछि ट्र्यापको रूपमा चाहिँ ट्र्यापमा परेर बसिरहेको हुन्छ, विच माइक्रो अर्गानिजमहरूले एक्ट गरेर त्यसलाई चाहिँ मेक इट एभाइलेबल या स्लो रिलिज हुन सक्छ, नाइट्रोजन भन्न खोजेको। अब फङ्सन हेर त, फङ्सनमा के छ, ल नाइट्रोजनको फङ्सनहरू के हो भनस् त। हेर त, एज यु नो, पात पतिङ्गरहरू बढाउने, हरियोपना बढाउने, सेल डिभिजन गर्ने, रिप्रोडक्सन गर्ने, धेरै कुराहरू छन् होइन। हामीले त्यो बच्चैदेखि आई मिन फ्रम यो ब्याचलरको फर्स्ट सेमेस्टरदेखि नै नाइट्रोजनको बारेमा पढिरहेछौँ। सो बेसिकली अब युनिभेरिएबल्स होइन, मैले त्यो जुन जानेको कुराहरू कमन छ त्यो कुराहरूमा फोकस गरिनँ है। सो सेल डिभिजन, प्रोडक्सन्स, एज यु नो एमिनो एसिड फर्मेसनका कुराहरू छन् होइन, युनिभेरिएबल्स, एमिनो एसिड्स, प्रोटिन्सका कुराहरू छन्, न्युक्लिक एसिड्सहरूका कुराहरू छन्, प्युरिन्सका कुराहरू छन्, नाइट्रोजन बेसहरू भयो, अर्ग्यानिक कम्पाउन्ड होइन, एडिनोसाइनहरूको कुराहरू भयो, एनोसाइनका कुरा भयो, इन्जाइम्सका कुरा भयो, इन्जाइम्स एन्ड को इन्जाइम्स, डु फाइन्ड डिफरेन्स बिट्विन इन्जाइम एन्ड को इन्जाइम्स। इन्जाइम र कोइन्जाइम्स के हो? एमिनो एसिड्स त भेटरली बुझ्नुभयो कि एमिनो एसिडबाट प्रोटिन बन्छ होइन। न्युक्लिक एसिड्स युनिभेरिएबल नाइट्रोजन बेसहरू भयो के भन्छ, यो यो डाइअक्सिराइबोज न्युक्लिक एसिड्स होइन, यी डिएनए आरएनएको पार्टहरू भयो भनेर बुझ्नुहुन्छ। इन्जाइम्स एन्ड कोइन्जाइम्स, इन्जाइम्स आर द प्रोटिन्स, कोइन्जाइम्स भनेको चाहिँ त्यो यो टुल्स हो टु मेक हेल्प्स टु के भन्छ इन्जाइमलाई हेल्प गर्नेलाई चाहिँ को इन्जाइम भनिन्छ है। enzymes is a straight protein but coenzymes are not the proteins, coenzymes is as a tools होइन। जुन जोसँग जस्तो प्रोटिनको इन्जाइम भएपछि प्रोटिन यसले क्यारी गर्दछ र प्रोटिनलाई हेल्प गर्दछ फर्दर ब्रेकडाउन या सिन्थेसाइज हुनको लागि। अल्कलोइड्सहरू बुझ्नुहुन्छ कि अब जस्तो सोल्यानिन्स होइन, जस्तो निकोटिन्स, जुन कम्पाउन्डहरू के भन्छ प्लान्टहरूमा चाहिँ रहिरहन्छ नि, जस्तो कहिलेकाहीँ यो जस्तो तपाईँहरूले त्यो पढ्नुभएको होस्ट प्लान्ट रेसिस्टेन्ट पढ्नुभएको होला होइन इन्टोमोलोजीमा होइन। त्यहाँ पनि के थियो भने नन प्रिफरेन्स प्लान्टको कुराहरू गरेका थियौँ होइन। सो अल्कोलाइडले पनि काम गर्दछ। अल्कोलाइड भनेको जब किराहरूले चाहिँ बोट बिरुवाहरूले जुन किराले जब बोट बिरुवाहरूको पार्ट जब खान्छ त्यसबाट चाहिँ के हुन्छ एउटा केमिकल निस्किन्छ जुन केमिकलले चाहिँ उनीहरूको चाहिँ फिजियोलोजीमा चाहिँ ह्याम्पर गरिरहन्छ। सो द्याट इज अल्कोलाइड्स। सोलानिनका कुरा, निकोटिनका कुराहरू छन्। देयर इज मेनी मोर टाइप्स अफ के भन्छ अल्कोलाइड्स। यसै गरी इट हेल्प्स टु इन्क्रिज द yield एज वेल। इट इज इन्टिग्रल पार्ट अफ क्लोरोफिल, द्याट्स वाइ इट इज भेरी इम्पोर्टेन्ट फर द के छ फोटोसिन्थेसिसको रूपमा चाहिँ भेरी इन्टिग्रल पार्टको रूपमा भन्न सकिन्छ है। ल अब यसको हेर त, यो मोबाइल इलिमेन्ट हो होइन, मोबाइल। सो फर्स्ट डिफिसियन्सी इज वेदर फर्स्ट डिफिसियन्सी इन ओल्डर लिप्स देन ओन्ली इन द के भन्छ यङ लिप्स होइन, ऱ्यापिडली सिफ्टेड टु के छ यङ लिप्स भन्छ। सो नाइट्रोजन डिफिसियन्सीले के गराउँछ भने एज यु नो पातपेतिङका गाछहरू धेरै लाग्ने होइन, यसले चाहिँ भेजिटेटिभ ग्रोथलाई चाहिँ इन्हान्स गराउने। यसै गरी यसले चाहिँ के गराउँछ भने क्लोरोफिलको इन्टिग्रल पार्टको रूपमा आउँछ। क्रप इल्डको कुराहरू छन्, सेल डिभिजनका कुरा छन् होइन। यसले चाहिँ हजुरको के थियो भनेको प्रोटिन सेन्थेसिसको कुरा छन् होइन। यसले चाहिँ के भन्छ यो कोइन्जाइम्स इन्जाइम्सहरू एज ए एक्टको रूपमा के भन्छ नाइट्रोजन एक्ट गर्ने काम गर्दछ। सो बेसिकली यिनीहरूको यदि डिफिसियन्सी भएको खण्डमा चाहिँ ग्रोथ नहुने, पात एउटै हाइट मेन्टेन रहने, पात पतिङ्गरहरू नबढ्ने, क्लोरोफिल कम हुने होइन, इट्स चेन्ज इन्टु स्लाइटली ब्राउनिस कलर के भन्छ यो येलोइस कलरमा चाहिँ कन्भर्ट हुन जाने एन्ड फाइनली के भन्छ ब्राउन एन्ड डाई हुँदै जाने, यी कुराहरू सिम्टमहरू चाहिँ देखा पर्दो रहेछ। यो सबै तपाईँहरूले पढिसकेको कुराहरू हुन्। अब रिपिट मात्र भयो है। सो हेर त, जेनरली अब भी सेपको कुरा गर्छौँ। जेनरली सिम्टम्स हुन्छ नि, जस्तो अब कर्नको रूपमा हेऱ्यो भने हामीले सिम्टम के भन्छ प्रोग्रेसिभ फ्रम द टिप बिगिनिङ। हेर त टिपबाट चाहिँ के भन्छ भने मिड्रिपसम्म देखिन्छ जुन एउटा भी सेपको आकार लिने गर्दछ। सो वेन युआर गोइङ टु राइट द डिफिसियन्सी सिम्टम अफ नाइट्रोजन यु मस्ट हेभ टु एक्सप्लेन भी सेप सिम्टम्स होइन, जुन कसरी भी सेप्ट हुन्छ भने टिपबाट मिड्रिपसम्म जानेलाई भनिन्छ। फ्लावरिङ र फ्रुट सेटिङहरू एडभर्सली एफेक्टेड, साइज एन्ड क्वालिटीहरू एफेक्टेड हुन्छ होइन। यसै गरी प्रोटिनहरू कम हुने, लिफ कर्लिङहरू हुने होइन, र अल्टिमेटली के भन्छ भने क्रप इल्ड डिक्लाइन हुने गर्दछ।
अब एक्सेस अफ नाइट्रोजनले के गराउँछ, हेर त, लिप्स विल टर्न थिक, होइन, डार्क ग्रिन्स, डार्क ग्रिन देखिन्छ। यसै गरी यो लिप्सहरू चाहिँ के हुन्छ भने लिप्सहरूको टिप्सहरू हेर त बाबुले, टिप्सहरू चाहिँ कल्ड हुने जान्छ है, क्ल लाइक स्ट्रक्चर, इट मिन्स जस्ट लाइक क्ल लाइक स्ट्रक्चर्स। बर्डहरू हुन्छ नि, फ्लावर बर्ड्सहरू, त्यो फ्लावर बर्ड्सहरू के एरी सफ्ट हुने के, एकदम सफ्ट हुने र एकदम छिटो हावाको प्रवेगमा चाहिँ एकदम छिटो चाहिँ के भन्छ नि डिट्याच्ड हुने है, त्यस्तो देखिन्छ भने यसमा चाहिँ हाई नाइट्रोजन सकुलेन्ट्स इन प्लान्ट इन्हान्स द सेन्सिटिभिटी टु वाटर एन्ड टेम्परेचर स्ट्रेस, हेर त, यसले चाहिँ सकुलेन्सी चाहिँ ग्रेड गराउँछ भने सेन्सिटिभिटी टु वाटर र टेम्परेचर स्ट्रेसलाई पनि इन्ड्युस गराउने काम गर्दछ। अल्सो बिकम ससेप्टेबल टु लजिङ, हेर त, यसले चाहिँ लजिङ गराउन अल्टिमेटली सकुलेन्ट जब हुन्छ तब लजिङ हुने गर्दछ र इन्क्रिज द के चाहिँ प्याथोजेन र पेस्ट एट्याक्स, इट इज अ हब फर द इन्सेक्ट इन्फेस्टेसन्स, हब फर द के चाहिँ डिजिज इन्फेस्टेसनहरूमा चाहिँ एक्सेस यो नाइट्रोजनले चाहिँ इन्हान्स गराउने काम गर्दछ है, बुझ्नुभयो? यसले रोग किरा प्रकोपहरूलाई पनि बढाउने काम गर्दछ। यसले चाहिँ के गराउँछ भने सकुलेन्सी मेन्टेन गराउँछ, विच अल्टिमेटली लजिङ प्रब्लमहरू देखिन्छ, सेन्सिटिभ वाटर, सेन्सिटिभ टेम्परेचर स्ट्रेस, होइन, लिप्सहरू चाहिँ अन्डर के भन्छ नि टिप्स हुन्छ नि अन्डर कल्ड हुँदै जाने, एरी बर्ड्सहरू चाहिँ एरी हुने कुराहरू चाहिँ देखिन्छ है। ओके, अब फस्फोरस युनो भेरिएबल्स इट्स कन्सन्ट्रेसन, होइन, अब अस्ति पनि सोध्नु भएको थियो, एकजना बहिनीले सोध्नु भएको थियो कि सर फस्फोरसको एबिलिटी चाहिँ तिनवटा फर्ममा छ, होइन, कुन कुन फर्ममा चाहिँ त्यो एभाइलेबल हुन्छ भनेर सोध्नु भएको थियो, होइन। हेर त, यो तिनटै फर्म एभाइलेबल छ जेनरली, डाइहाइड्रोजन फस्फेट, हाइड्रोजन फस्फेट र के छ टर्सरी फस्फेट भनेर भनिन्छ, होइन, अर्थोफस्फेट भनेर भनिन्छ। यी तिनटै फर्म चाहिँ सोइल पिएचले डिटर्माइन गराउँछ है, बुझ्नुभयो? यो तिनटै फर्म बोटबाट लिने फर्म हो, तर सोइल पिएचको मान कति छ, होइन, पिएच भन्दा 7 भन्दा बढी, 7 भन्दा कम, होइन, या 7 भएको खण्डमा चाहिँ यो यसको एबिलिटी चाहिँ देखा पर्दछ। हेर त, यदि पिएचको मान, हेर म फर्स्ट पेमेन्ट भन है, र पिएचको मान 7 भन्दा बढी छ भने के छ भने यो प्राइमरी अर्थोफस्फेट डाइहाइड्रोजन फस्फेटको रूपमा चाहिँ के भन्छ देखा पर्दछ भने, यदि पिएचको मान 7 भन्दा कम छ भने यो चाहिँ के देखिन्छ भने हाइड्रोजन फस्फेटको रूपमा देखिन्छ। र एट द न्युट्रल पिएचमा के देखिन्छ भने डाइहाइड्रोजन फस्फेट र हाइड्रोजन फस्फेट चाहिँ एक रूपता देखिन्छ भने हायर द पिएच है, अर मोर हायर पिएचमा के टर्सरी यो अर्थोफस्फेटको रूपमा चाहिँ देखिन्छ। चाहिँ बेसिकली तिनवटा फर्म हुन्छ है, बेसिकली तिनवटा फर्म हुन्छ र त, एउटालाई के भन्छ डाइहाइड्रोजन फस्फेट, अर्कोलाई हाइड्रोजन फस्फेट, अर्कोलाई टर्सरी अर्थोफस्फेट भनेर भनि सकिन्छ है। सो बेसिकली यसलाई चाहिँ कुन कुन समयमा देखा पर्दछ, जस्तो नाइट्रेट र एमोनियमको कुरा गरेको थियो नि, होइन। सो एमोनियमको वाटर लक कन्डिसन, स्वाम्पी एरिया, बगी मासेसहरूमा चाहिँ बढी देखिन्छ भने एसिडिक इन्भाइरोमेन्ट देखिन्छ भनेको थियो नि, इन द सेम वे यहाँ चाहिँ टेम्परेचर के भन्छ पिएचको मानको कुरा गरेको छ है। सो हायर द पिएच द एबिलिटी अफ के छ टर्सरी फस्फेट इज हायर, बुझ्यो? सिमिलरली फस्फोरसहरू कहाँ कहाँ पाइन्छ, अब तपाईँहरूले भन्न सक्नुहुन्छ युनिभेरिएबल्स एटिपी, होइन, जति इनर्जीहरू छ इन इनर्जीहरूको पनि एटिपी जिटिपी जुन छ नि सबैको इन्टिग्रल पार्ट छन् फस्फोरस, होइन, एटोसाइड ट्राइफस्फेट भनिन्छ नि त। इन द सेम वे एउटा फस्फेट बेस बनाउने जस्तो आरएनए डिएनएहरूमा पनि फस्फेट बेस बनाउने काम चाहिँ फस्फोरसकै हुन्छ है। राइबोस फस्फेट भन्छ नि, डाइअक्सी राइबोस फस्फेट, त्योहरू चाहिँ फस्फोरसको इन्टिग्रल पार्ट भयो, एज अ जेनेटिक मेटेरियलको रूपमा पनि यो इम्पोर्टेन्ट भयो है। म फास्ट भएँ भन है। ओके ओके, म भन्छु, ल हेर त, अब यो फस्फोरसको केसमा जेनरली सिड्सहरूमा पनि फस्फोरस देखा पर्दछ, हेर त, सिडहरूमा चाहिँ स्टोर रूपमा चाहिँ फस्फोरस जसलाई चाहिँ फाइटिन भनिन्छ है, यो अर्ग्यानिक फर्ममा चाहिँ फस्फोरस सिडहरूमा चाहिँ स्टोर भएर बसिरहेको हुन्छ। इट इज इन्टिग्रल पार्ट अफ न्युक्लिक एसिड्स, होइन, न्युक्लिक एसिडको हामीलाई थाहा छ नि यो सबै। ल, यो मैले अघि नै भनिसकेँ, यसलाई मैले चेन्ज गरेँ
है। अब फङ्सन अफ फस्फरस इन प्लान्ट। सो तपाईँहरूले इक्जाममा चाहिँ अब यो सब्जेक्टिभ अब्जेक्टिभ पोइन्ट अफ भ्यूले चाहिँ बहुत इम्पोर्टेन्ट छ होइन। सो बेसिकली अब्जेक्टिभ पोइन्टले चाहिँ बढी सोधिरहेको हुन्छ भने यो के भन्छ, किनभने यसका नाइट्रोजन फस्फरस मात्र भन्न खोजेँ होइन, इच एन्ड एभ्री इलिमेन्टहरूको केसमा चाहिँ डिफिसियन्सी सिम्टम्स या कुनै फङ्सनहरू जुन हुन्छ नि इम्पोर्टेन्टहरू तिनीहरूको बारेमा चाहिँ सोधिरहेको हुन्छ। ए है। सो फङ्सन अफ फस्फरस इन प्लान्ट एज होइन फङ्सन के छ भने रुट डेभलपमेन्टका कुराहरू छन्, हो कि नै हेर्नु त फस्फरसले अर्ली रुट एन्ड भेजिटेबल ग्रोथहरूमा चाहिँ रुट डेभलपमेन्टमा इन्टिग्रल पार्टको रूपमा भन्न सकिन्छ। यसै गरी कन्स्टिट्युन्ट अफ न्युक्लिक एसिड्स होइन, आरएनए डिएनए सुगर फस्फेट इन्जाइम्स फाइटिन फाइटिन भनेपछि मैले भनेको थिएँ नि यो अर्ग्यानिक फस्फरस एभाइलेबल इन द सिड्सहरूमा चाहिँ देखा पर्दछ। फस्फोलिपिडहरू लिपिड कन्टेनिङ फस्फरस होइन। प्रोटिन कोइन्जाइम्स मिन्स मैले भने थिएँ नि कोइन्जाइम्स इज नट अ प्रोटिन, इट एज अ एक्ट एज अ टुल्स होइन। यसले चाहिँ के छ भने प्रोटिनलाई चाहिँ यो फर्दर ब्रेकडाउनहरूमा हुन्छ नि या के भन्छ नि सेन्थेसिस भनौँ होइन, त्यस्तोहरूमा चाहिँ कोइन्जाइम्स इज इम्पोर्टेन्ट। सो एनएडी र एनएडिपी भनेर भनिन्छ हेर त। एनएडीलाई के भन्छ डाइको के छ। भर्खरै स्लाइड चेन्ज भयो। हेर त डाइक्टोनोमाइड एडेनाइड डाइनुक्लियोटाइड भनेर भनिन्छ होइन। सो यो के छ भने कोइन्जामहरू हुन् है, जसलाई चाहिँ फर्दर डिफ्रेन्ट प्रोसेसहरूमा चाहिँ युज भइरहेको हुन्छन् है कोइन्जामहरू। इट्स मे के भन्छ क्रेब साइकलमा ग्लाइकोलाइसिसमा युनोभेरिएबल एन्ड तपाईँले सम्झिनु भएको छ होला होइन, डिफ्रेन्ट प्रोसेसहरूमा चाहिँ कोइन्जाम्सहरू युज गर्छन् एक्ट गर्छन् सो एज टु रिलिज द के भन्छ भने डिफ्रेन्ट प्रोडक्ट्सहरू रिलिज गर्नको लागि। इट्स इन्भल्भ इन सेल डिभिजन सेल इलोङ्गेसन्स होइन। यस्तै एटिपी इनर्जीहरूमा चाहिँ मैले अघि पनि भने फस्फरसले चाहिँ एटिपीहरूमा युज हुन्छ कि हुँदैन भन होइन। एटिपी जिटिपी युटिपी सबैमा पिल एट द लास्ट छ कि छैन। सो दे आर भेरी इम्पोर्टेन्ट एज अ इनर्जी क्यारियर होइन, इनर्जी क्यारियरको रूपमा इन्भल्भ हुन्छन्। इन्भल्भ इन कार्बोहाइड्रेट सेन्थिसिस हेरेर ग्लुकोज प्लस एटिपी स्टार्स, ग्लुकोज प्लस युटिपी सुक्रोज, ग्लुकोज प्लस जिटिपी सेल्लोज। इभेन दो माथि जुन एपिकल मेरिस्टिम हुन्छ जहाँ चाहिँ के हुन्छ नि यो त्यहाँ पनि के न्युक्लियर प्रोटिन सेन्थिसिसमा पनि फस्फरसको भूमिका देखिन्छ। सो बेसिकली फस्फरस हेर है इनर्जी इनर्जीमा चाहिँ फस्फरस देखिन्छ युनिभेरिएबल्स इक्जाम्पल लेख्नु है। इन्भल्भ इन कार्बोहाइड्रेट सेन्थिसिस जहिले पनि इक्जाम्पल लेख। यसै गरी अब इट इज ए कन्स्टिट्युन्ट इन्टिग्रल पार्ट अफ न्युक्लिक एसिड्स आरएनए डिएनए सुगर फस्फेट इन्जाइम्स फाइटिन्स फस्फोलिपिड प्रोटिन कोइन्जाइम्स। यो हजुरले सम्झिनु पर्छ है, इम्पोर्टेन्ट छ। अब यसको डिफिसियन्सी हेर त, यो सब तपाईँहरूले पढिरहेको कुराहरू हुन्। सो डिफिसियन्सी वाट इट डु होइन। अब जेनरली तपाईँले भन्न सक्नुहुन्छ सर तपाईँले त मलाई ए फस्फरसको के भन्नु भने यो त इनर्जीको रूपमा युज हुन्छ होइन, एटिपी युटिपी जिटिपीहरू भन्नुहुन्छ। सो बेसिकली यस, जहाँ फस्फरस कम हुन्छ त्यहाँ इनर्जी ट्रान्सफर कम हुन्छ, इनर्जी कम हुन जान्छ, हो कि नै। जहाँ फस्फरसको कमी हुन्छ त्यहाँ चाहिँ इनर्जी चाहिँ कम हुन्छ बिकज एटिपी एक्ट एज इनर्जी के जिटिपी एक्ट एज एनर्जी युटिपी एक्ट एज एनर्जी होइन। सो जेनरली जब फोटोसेन्थेसिस हुन्छ होइन जहाँ चाहिँ कार्बन के छ भने जहाँ चाहिँ यो के चाहिँ ग्लुकोज भन्छन् होइन, जहाँ चाहिँ के भन्छ नि यो हजुरको जस्तो कार्बोहाइड्रेट सेन्थेसिस हुन्छ होइन, या हुने क्रमहरू हुन्छ भने त्यस्तो अवस्थामा के हुन्छ भने जहाँ विदाउट फस्फोरस यो चाहिँ के फर्दर ट्रान्सलोकेट हुँदैन भन्न खोजे कि इट रिमेन्स एकुमुलेटेड इन इनसाइड द लिप्स। हेर त मानौँ कार्बोहाइड्रेट्स होइन, कार्बोहाइड्रेट्स इन टर्म्स अफ स्टार्स भन्छौँ होइन। सो वाट ह्यापन्स विदाउट फस्फोरस यो चाहिँ डिफ्रेन्ट ठाउँहरूमा चाहिँ ट्रान्सलोकेट हुँदैन, किनभने फस्फोरस छैन भने एटिपी छैन, बुझ्यो। सो इट्स इट्स रिमेन्स
इट्स रिमेन्स के भन्छ कन्सन्ट्रेटेड इनसाइड द लिप्समा मात्र चाहिँ यो कन्सन्ट्रेट भएर बसिरहेको हुन्छ। सो विच अल्टिमेटली कन्भर्टेड इन्टु के छ भने यो एन्थोसाइनान्स मिन्स सुगर रियाक्ट विथ द फ्लाभोन्स टु फर्म द एन्थोसाइनान्स। बुझ्नुभयो? जुन सुगर एकुमुलेटेड भएर लिप्समा बसिरहेको हुन्छ जुन विदाउट एब्सेन्स अफ फस्फोरस जुन चाहिँ ट्रान्सलोकेट हुँदैन होइन, किनकि ट्रान्सलोकेटको लागि चाहिँ इनर्जी चाहिन्छ होइन, उसलाई चाहिँ डिफ्रेन्ट पार्ट्सहरूमा लानको लागि त इनर्जी चाहिन्छ। सो इनर्जी एब्सेन्स हुनु भनेको फस्फोरस एब्सेन्स हुने भयो। सो सुगर वाट ह्यापन्स एट द्याट केस सुगर रियाक्ट विथ द फ्लाभोनन्स, फ्लाभोनसँग रियाक्ट भएर एन्थोसाइनान्स विच इम्पार्ट द पर्पलिस डिस्कलरेसन्स आर हाइपरक्लोरोफिल्स। मिन्स डिफिसियन्सी सिम्टम फस्फोरसमा हामीले देख्दाखेरि चाहिँ जेनरली पर्पलिस कलर देखिरहेको हुन्छ नि लिप्समा। सो इट्स अल बिकज अफ के छ भने फस्फोरस डिफिसियन्सी, mainly because of cases sugar concentrated on the leaves and without phosphorus it is not translocated in different parts, hence it combined with the flavons to form the anthocyanins, generally appears in the older leaves. Got the point? If you have any problem please ask. अब लिप टिप बर्न एन्ड डाई, एपिकल मेरिस्टिममा पनि के भनेको थियो भने फस्फोरस हुन्छ भनेर भनेको थियो नि एपिकल मेरिस्टिममा। सो लिफ टर्न र ब्राउन डाई हुन जान्छ, विक र के छ नि म्याचुरिटी डिले हुन जान्छ, प्लान्ट बिकम विक एन्ड म्याचुरिटी इज डिले भन्ने खोजेको। यसरी लिफ एक्सपेन्सन लिफ सर्फेस युनिट कजिङ लिप्स टु कल टु बी ए स्मल सेयर त लिप्स चाहिँ कल हुन जान्छन्। ल पुवर रुट डेभलपमेन्ट है, एज यु नो मैले अघि पनि भनेको थिएँ रुट डेभलपमेन्टमा चाहिँ यसको भूमिका हुन्छ। सो रुट डेभलपमेन्ट इन विट स्मल ग्रेन्स होइन, विक स्ट्रक अफ सिरियल्स एन्ड मेक्स प्रोन टु लजिङ, लजिङ सिम्टम यसमा पनि देखा पर्दछ होइन, विक स्ट्रक अफ सिरियल्स मेक्स प्रोन टु लजिङहरू पोर काली। अब सुन है, किनभने कति धेरैको सिम्टमहरू चाहिँ एक नाश हुन्छ है, अहिले हामी पढ्छौँ नि, पढ्दाखेरि तपाईँहरूले सर सबैको धेरैको सिम्टम एकनास हुन्छ, त्यो एकनास भएको सिम्टमहरूलाई एज इट इज एउटा एउटा चाहिँ बेसिक आइडिया बनाउने भने स्पेसिफिकहरू चाहिँ बढी याद गर्ने है। किनभने नर्मल कुराहरू त हामी सबैमा सबै इन्क्लुड गर्न सक्छौँ, वी क्यान क्यापेबल, हामी क्यापेबल छौँ हरेक कुराहरू होइन। त्यो के भन्छ यो आई मिन्स डिफ्रेन्ट फिजियोलोजीहरूमा कहाँ कता रेसिस्टिभिटीका कुराहरू हुन्छन् होइन, लिप्समा क्लोरोसिसका नेक्रोसिसका कुराहरू हुन्छन् होइन। सो कमन थिङ इज यु नो भेरी वेल, नो निड टु रिमेम्बर मोर एन्ड मोर होइन, जस्ट ह्याभ एन आइडिया। वेयर एज जुन स्पेसिफिक केसहरू छ नि होइन, स्पेसिफिक केसहरू चाहिँ यु मस्ट ह्याभ टु लर्न होइन, तिनीहरूलाई बढी प्रायोरिटी दिनु पर्यो। किनभने धेरै जस्तो सिम्टम्स धेरै जस्तो फङ्सनहरू इट्स रिमेन सेम्स इन डिफ्रेन्ट न्युट्रेन्ट। हेर त अम, केही चाहिँ के छ भने नाइट्रोजनसँग मिल्दो छ। सो पुवर क्वालिटी फ्रुट्स फोरेज भेजिटेबल्स एन्ड ग्रेन क्रप्स होइन, र अर्को भनेको इन्क्रिज रुटको रेसियो तुलनात्मक सुटभन्दा चाहिँ बढी हुन्छ, रुटको साइज भनौँ होइन, रुटको वेट भनौँ, रुटको वेट चाहिँ तुलनात्मक रूपमा सुटको वेटभन्दा चाहिँ बढी हुन्छ। रुट ब्रान्चिङ, रुट इलोङ्गेसन्स, रुट के भन्छ नि टप्स आर फोरेजिङ, रुट हेयर्स आर कमनली अब्जर्भ इन फस्फोरस डिफिसियन्सी। हेर त स्पेसिफिक हेर है, सुन है, रुट इन्हान्समेन्टको फस्फोरसले लिड गर्ने हो भने सम हाउ इन सम क्रप्समा के देखिन्छ भने जस्तो विटहरूमा चाहिँ पुवर रुट डेभलपमेन्ट देख्नुभयो भने यो रुट ब्रान्चिङहरू जस्तो अब नट नर्मल ब्रान्चिङ भन्न खोजेको, यो चाहिँ एबनर्मल ब्रान्चिङहरू जुन चाहिँ आवश्यक छैन होइन, जुन चाहिँ जस्तो क्लस्टर रुटको कुरा गर्दैछु है। जस्तो म एउटा पिक्चर बनाऊँ, ए के भयो यो त लेजर प्रिन्ट पेन। हेर त यो रुट हेर त, यो टप रुट भयो होइन, यस्तो। सो क्लस्टर रुट भनेपछि के बुझ्नुहुन्छ भने यसमा पनि फर्दर के धेरै धेरै पुरै के ब्रान्चिङ धेरै हुने के, यस्तो यस्तो हुने के, बुझ्नुभयो, यस्तो हुने।
नट नट द ट्याप रुट जस्तो मेन यो रुट भयो नि, यो मेन रुटमा ब्रान्चिङ होइन कि यो लेटरल रुटहरूमा चाहिँ यस्तो ब्रान्चिङहरू बढी हुने, धेरै लामो हुने, रुट इलाङ्गेसन हुने, रुट मासेसहरू एक्सट्रिमली हाई हुने होइन। सो दिस टाइप अफ क्लस्टर रुट, यस्तोलाई चाहिँ क्लस्टर रुट भनिन्छ। जेनरली लुपेनहरूमा, मेकाडेमिया ट्रीहरूमा चाहिँ यो टाइप अफ क्लस्टर रुट चाहिँ देख्न सक्नुहुन्छ फस्फरस डिफिसियन्सीको केसहरूमा। Whereas deficiency in primary roots enhance length and density of the lateral roots, as I already told you होइन, deficiency चाहिँ त्यसमा चाहिँ बढी देखिन्छ। अब पर्पलिस कलर मैले भनिसकेँ, पर्पलिस कलर भनेको हाइपर क्लोरोफिल्स भनेको के छ भने, हाइपर क्लोरोफिल्स भने क्लोरोफिलको मात्रा एक्सट्रिमली हाईलाई बनाइन्छ हाइपर क्लोरोफिल भनिन्छ। एन्थोसाइनिन भनेको युज बुझ्नुभयो, सुगर वेन रियाक्ट विथ द फ्लेभोनोइड्स इट चेन्ज इन्टु द के छ एन्थोसाइनिन, विच एन्थोसाइनिन इज पर्पलिस कलर्स होइन। सो यो कुराहरू चाहिँ हजुरले थाहा पाउनु। अब पोटासियम, पोटासियम जेनरली के छ भने फस्फरसले कसरी लिन्छ, के प्लसको रूपमा लिन्छ होइन। र पोटास भनेपछि हामीले के टू ओ भन्दछौँ है। पोटास भनेपछि के टू ओ हो, जुन चाहिँ हामी एउटा पोटास होइन को रूपमा चाहिँ बोट डिफ्रेन्ट टाइप्स अफ फर्टिलाइजरहरूबाट चाहिँ बोट बिरुवाहरूले चाहिँ पोटासियम लिने गर्दछौँ। हेर त, अब यसको कन्सन्ट्रेसन्स इफ यु वान्ट टु लर्न होइन, कन्सन्ट्रेसन सम्झिनु, द्याट इज भेरी सम हाउ डिफिकल्ट टु लर्न द कन्सन्ट्रेसन अफ इच एन्ड एभ्री न्युट्रेन्ट। सो इट्स एक्जिस्ट इन ए मोबाइल। हाम्रो यसलाई चाहिँ केमिकल पुलिसम्यान पनि भनिन्छ। हेर त, यो इक्जाममा पोइन्ट अफ भ्यूले इज इम्पोर्टेन्ट। र जेनरली पोटासियम डजन्ट कम्बाइन विथ द नाइट्रोजन फस्फरस। जेनरली यु क्यान हेभ बेसिकली के देख्नुहुन्छ भने नाइट्रोजन र फस्फरसहरू चाहिँ डिफ्रेन्ट फर्महरूमा चाहिँ कम्बाइन भएर बसिरहेको हुन्छ। फर्टिलाइजरहरूको कुरा गर्दैछु मैले होइन। वेराज पोटासियम डजन्ट जेनरली है, जेनरली डजन्ट कम्बाइन भन्छन् होइन। के टु ओ फर्म्स भनेको पोटास भयो, बट के टु इज नट टेकन बाई द प्लान्ट। के फर्म इज भनेको के प्लस है। जस्तो म्युरेट अफ पोटास हामीले युज गरिरहेछौँ भने म्युरेट अफ पोटासमा के भयो भने एज अ फर्टिलाइजर युज गरेपछि त्यसमा चाहिँ पोटासियम कसरी डिटर्मिनेसन के प्लसलाई डिटर्माइन गर्ने हो भने नि के टु ओलाई डिटर्माइन गर्ने हो। ल के टु ओ कति छ भने त्यसमा चाहिँ पोटासियमको मात्रा बुझ्यो, तर लिने फर्म भनेको के हो, के प्लस हो। बुझ्यो? नबुझेको नि सोध है। अब पोटासियम इन सोइल्स होइन, अब यो डिफ्रेन्ट मिनरल्सहरू छन्, डिफ्रेन्ट मिनरलहरूमा चाहिँ देखाउनु बायोटाइट, मस्कोटाइट, अर्थोक्लेज, माइक्रोन्सहरू होइन। यी मिनरल्सहरू छन्, सब कन्सन्ट्रेसनहरू छन् डिफ्रेन्ट। यो कन्सन्ट्रेसनहरू इफ यु वान टु लर्न यु क्यान होइन। ल हेर त, फङ्सन अफ पोटासियम्स। अब सर यो फोम पोटासियमको के फङ्सन, हजुरले त भन्नुभयो केमिकल पुलिसम्यान भनेर। त केमिकल पुलिसम्यान भनेको के हो, किन हामी यसलाई चाहिँ केमिकल पुलिसम्यान भनिरहेको छौँ। सो वाइ वी कल इट केमिकल पुलिसम्यान्स, किन भनिएको होला मलाई म्यासेज गर्नुहोस् त। फर्स्ट, वाइ वी कल इट केमिकल पुलिसम्यान्स, अभियसली तपाईँहरूले भनेकै हिसाबले कस्तो छ भने फोटोसेन्थेसिस ट्रान्सपिरेसन जस्तो यस्तो चाहिँ स्टोमाटा टरिडिटी मेन्टेन गर्छन् है। स्टोमाटल ओपनिङ र क्लोजिङको कुरा गर्दछन्, जसले चाहिँ फस्फोरस एक्ट एज अ पोटासियम एक्ट एज अ क्याटलिस्ट, पोटासियम एक्ट एज अ एक्टिभेटर होइन। यसले चाहिँ जस्तो यो ग्लाइकोलाइसिसमा चाहिँ यसले हेल्प गर्दछ होइन। यसै गरी तपाईँको पाइरुवेट काइनेज भनेको इन्जाइम हो, विच एक्टिभेट विच एक्ट एज अ रिस्पिरेटरी इन्जाइम्स। स्टोमाटा ओपनिङ एन्ड क्लोजिङ्स, जब वाटर स्ट्रेस भएको खण्डमा चाहिँ पोटासियमले के गर्छ भने स्टोमाटालाई चाहिँ क्लोज गरिदिन्छ, सो एज टु के चाहिँ ट्रान्सपिरेसनलाई रिड्युस गर्नको लागि, ओस्मेटिक ब्यालेन्सको लागि होइन। यसै गरी फोटोसिन्थेसिसमा यसले हेल्प गर्दछ, क्लोरोफिल्स डेभलपमेन्टमा हेल्प गर्दछ, यसले चाहिँ डिएनए पोलिमरेजहरूमा चाहिँ हेल्प गर्दछ होइन। यसै गरी यसले चाहिँ डिफ्रेन्ट टाइप्स अफ इन्जाइम्सहरूमा चाहिँ हेल्प गर्दछ, एटिपी प्रोडक्सनमा यसले हेल्प गर्दछ, ट्रान्सलोकेसन अफ सुगरमा यसले हेल्प गर्दछ, र यसै गरी फर्मेसन अफ स्टार्चमा यसले हेल्प गर्छ।
नाइट्रोजन फिक्सेसनमा पनि यसले चाहिँ हेल्प गर्छन् बिकज के भन्छ एडिक्वेट पोटासियम बेटर नाइट्रोजनस एक्टिभिटिज होइन। नाइट्रोजनस एक्टिभिटीको भनेको माइक्रो अर्गानिजहरूको चाहिँ यो नाइट्रोजनस भनेको इन्जाइम हो है। नाइट्रोजनस भनेको इन्जाइम हो। सो पोटासियमले के हुन्छ भने नाइट्रोजनस इन्जाइमलाई चाहिँ एक्टिभेट गर्ने काम गर्छ। सो विच अल्टिमेटली लिड्स टु के चाहिँ नाइट्रोजन फिक्सेसनमा काम गर्दछ। सो हेर त यसले चाहिँ इन्कम्स र अदर क्रपहरूमा यो लजिङहरू नहुन दिनको लागि यसले हेल्प गर्दछ। डिजिज रेसिस्टिभिटीमा हेल्प गर्दछ होइन। रुट ग्रोथमा हेल्प गर्दछ। प्रड्युस लार्जर मोर इन्फर्म डिस्ट्रिब्युट जाइलम भेसल्सहरूमा थ्रु द रुट सिस्टमहरू इट्स मिन्स द न्युट्रिएन्ट ट्रान्सलोकेसनहरूमा पनि यसले चाहिँ हेल्प गर्दछ। यसरी सिल्भर थिकनेस स्टक लेन्थ होइन फोटो रेस्पिरेसन क्याल्भिन साइकल फोटो फस्फोराइलेसन्स होइन यिनीहरूमा चाहिँ पनि यसरी एज अ सुगर कन्टेन्टहरूलाई चाहिँ इन्क्रिज गर्ने प्लसमा त सुगर बिट र सुगर क्यानहरूमा चाहिँ यसले हेल्प गराउँदै गर्दछ। सो बेसिकली यसका पोटासियमको फङ्सन धेरै छन् होइन। हेर त अब यसलाई चाहिँ केमिकल प्लेसमेन्ट किन भनिएको भने एउटा भनेको रेगुलेसन प्लान्ट फङ्सन्स होइन जसमा चाहिँ वाटर रेगुलेसन न्युट्रिएन्ट अपटेकहरूमा चाहिँ यसले हेल्प गर्यो। नाइट्रोजन फिक्सेसनमा पनि यसले हेल्प गर्यो अघि पनि भनिसकेँ नि। यसले सुगर ट्रान्सलोकेसनमा पनि हेल्प गर्दछ लजिङमा हेल्प गर्दछ होइन। इट एक्ट एज अ रेगुलेटर अर एक्टिभेटर अफ डिफ्रेन्ट टाइप्स अफ इन्जाइम पाइरुभेट काइनेजको कुरा गर्छ एज अ रेस्पिरेटरी इन्जाइम हो होइन। रेस्पोन्सिबल फर इम्पोर्टेन्ट बायोकेमिकल रिएक्सन्स ओस्मेटिक रेगुलेसनमा हेल्प गर्दछ। जो हेल्प टु मेन्टेन टर्जिडिटी मेन्टेन गर्नको छ जहाँ चाहिँ पानी अभाव भएको खण्डहरूमा चाहिँ यसले चाहिँ के गराउँछ भने सम टाइप्स अफ सल्युट एकुमुलेट गराउँछ जसलाई होइन। हेर त वाटर स्ट्रेस भएको बेलामा चाहिँ यसले चाहिँ पोटासियम्स के गर्छ भने सल्युटहरू चाहिँ इन्क्रिज गराउने गर्दछ। जस जुन सल्युटले के गराउँछ भने मोर एन्ड मोर वाटरलाई चाहिँ के भन्छ नि भित्रबाट आई मिन ड्राई कन्डिसनमा पनि वाटर चाहिँ इन्टेकलाई चाहिँ इन्क्रिज गराउने काम गर्दछ। स्टोमाटल रेगुलेसनमा काम गर्दछ। मैले भनेँ नि पोटास हेल्प्स कन्ट्रोल ओपनिङ एन्ड क्लोजिङ अफ स्टोमाटो इन्फ्लुएन्स ग्यास्ट्रिक सेन्स वाटर लस थ्रु ट्रान्सप्रेसन कार्बन डाइअक्साइड्सको कुराहरू भयो भने डिजिज र स्ट्रेस रेसिस्टेन्ट मोर रेसिस्टेन्ट टु प्याथोजन पेन्ट्रेसन अल्सो हेभ टु कोप विथ इन्भाइरोमेन्टल स्ट्रेस ड्रट हट हिट र कोल्डहरूमा न्युट्रिएन्ट अपटेकहरूमा होइन। सो बेसिकली के छ भने जब वाटर स्ट्रेस हुन्छ भने सल्युट एकुमुलेसन होइन यसले चाहिँ पोटासियम इन्क्रिज गर्छ सोल्युट एकुमुलेसन र सोल्युट एकुमुलेसन्स इनसाइड द सेल है। सो सोल्युट एकुमुलेसन्स इनसाइड द सेल्स हेल्प्स इन्क्रिज द के छ भने वाटर इन्टेक एन्ड फ्रम द बाहिरबाट चाहिँ वाटर इन्टेकलाई चाहिँ इन्क्रिज गराउँछ एन्ड अल्टिमेटली मेन्टेन द टर्जिडिटी ड्युरिङ अल्सो इन द वाटर स्ट्रेस इन्भाइरोमेन्ट। अब मलाई भन यसको डिफिसियन्सी एज यु नो इट्स मोबाइल। सो वेन यु आर गोइङ टु राइट द डिफिसियन्सी यु मस्ट हेभ टु क्याटेगोराइज फर्स्ट आइदर इट इज अ मोबाइल अर इमोबाइल है। फर्स्ट लाइन तपाईँको स्टार्टिङ लाइन के हुनुपर्छ यो मोबाइल हो कि इमोबाइल हो भनेर चाहिँ लेख्नुपर्छ है। बिकज मोबाइल र इमोबाइल भइसकेपछि त्यसको फर्दर क्यारेक्टरिस्टिक तपाईँले मजाले लेख्न सक्नुहुन्छ। सो यु हेभ टु लर्न द अब यो मोबाइल हो होइन ओल्डर लिप्समा देखिन्छ देन ओन्ली इन द यङ्गर लिप्स प्रेजेन्ट डजन इमिडिएटली रिजल्ट इन भिजुअल सिम्टम कहिलेकाहीँ हिन्डेन हङ्गरहरू पनि देखा पर्दछ है। जस्तै हिडन हङ्गर भनेर इभन दो देयर इज अ डिफिसियन्सी बट इट्स सिम्टम्स इज समहाउ हिडेन इट्स मिन नट सोन होइन जेनरली देखिँदैन। जेनरली अब हामी यसले पोटासियमलाई के भन्छ भने अपोजिट भी सेप भनिन्छ है। अपोजिट भी सेप भनेर भनिरहन्छ जेनरली। जस्तो यो क्लोरोसिस जुन हुन्छ नि क्लोरोसिस कसरी हुन्छ भने नाइट्रोजनमा चाहिँ के भनेको थियो भने फ्रम द टिप्स टु मिड्रिप भनेको थियो भने मिड्रिप टु के भन्छ मार्जिन बाट सिम्टम्स देखिन्छ जस्ट लाइक अ इन्भर्टेड भी सेप्ड इन पोटासियम्स। यो सबै तपाईँले बच्चे आई मिन ब्याचलरमै पढ्नु भएको छ होइन। स्मल वाइट अर येलो नेग्रोटिक स्पोट्सहरू देख्न सक्नुहुन्छ। लो प्रोटिन कन्टेन्टहरूको कुरा भयो वाइट स्पोट्स इन अल्फा अल्फा लिफ एजहरूमा चाहिँ। सो बेसिकली इक्जाममा यदि वाइट स्पोट्स अन अल्फा अल्फा इज ड्यु टु द डिफिसियन्सी भनेर सोध्यो भने यु मस्ट हेभ टु राइट के भन्छ नि इन्भर्टेड भी सेप्ड डिफिसियन्सी अफ यो कर्न इज ड्यु टु भनेर या केमिकल मेसेन्जर केमिकल पुलिसम्यान भनेर सोध्यो भने एस्टोमेटल रेगुलेसन्स इज डन बाई द भनेर सोध्न सक्यो होइन। सो यु हेभ टु राइट
स्मल ट्युबर पोट्याटो होइन। अब यो चाहिँ के भन्छ भने सिड ब्लाइट ब्राउन लिप स्पोर्ट्सहरू देखाउन सक्नुहुन्छ। पोर ओपनिङ अफ कटन बलको पोर ओपनिङहरू, रिड्युस स्टक स्ट्रेन्थ होइन, जुन चाहिँ लजिङहरूबाट चाहिँ छिट्टै चाहिँ के भन्छ नि त्यो झर्ने ब्रेक हुनेहरू सम्भावना बढी हुन्छ भने यसले चाहिँ रोग किरा प्रतिरोधात्मक क्षमता अभिवृद्धि गराउँछ भने रोग किराहरू चाहिँ लाग्ने भयो when there is a deficiency of potassium। अब यो सबै अहिले आउँछ है, क्याल्सियम। एनी क्वेसन्स टिल नाउ है? ओके, सो क्याल्सियम्स बेसिकली क्याल्सियम भनेपछि के बुझ्नुहुन्छ? Ca+2 भनेर बुझिन्छ। बोटबिट लिने फर्म भनेकै Ca+2 फर्म हो होइन। सो जस्तो कुनै न्युट्रियन्टको बारेमा एक्सप्लेन गर्नुहुन्छ भने त्यसको चाहिँ बोटबिटले लिने फर्मलाई चाहिँ एक्सप्लेन गर्नुपर्छ है। यस कन्सन्ट्रेसन भेरी डिफिकल्ट टु लर्न, इभन दो इफ यु वान्ट टु लर्न यु क्यान राइट, बट मे कन्फ्युज, कन्फ्युजिङ हुने कुरा चाहिँ लेख्नै हुँदैन है। जुन कन्फ्युज छ, जुनमा चाहिँ आफूलाई क्लियरिटी छैन भने त्यो नलेख्नुहोस्। अब मिनरल्सहरू छन् जुनमा चाहिँ क्याल्सियमहरू, डोलामाइट, भेरिएबल्स होइन, फेल्सपार, क्याल्साइट। अब यो सबै तपाईँलाई थाहा छ जिप्सनहरू, किनभने हामी सबै लाइनिङ मेटेरियलको रूपमा युज गर्छौँ होइन। क्याल्सियम कन्टेनिङ भनेको जिप्सन पनि हो होइन। सो यी कुराहरू छन्। सो अब यो यिनका फर्महरू कुन कुन फर्महरूमा एभाइलेबल हुन्छ भनेर भन्न खोजेको। सो तपाईँलाई त्यति टेक्न जानु पर्दैन, यो मस्ट ह्याभ टु लर्न के छ भने यसका कुन फर्म बोटबाट लिने हो। मिनरल्स इफ यु नो यु क्यान राइट एक्स्ट्रा and then you can start with the functions and efficiency. You don't have enough time to explain more and more, okay? सो क्याल्सियम्सको बारेमा हेर त। अब जेनरली क्याल्सियम किन इम्पोर्टेन्ट छ भने सेल वाल मेम्ब्रेन, सेल मेम्ब्रेन हुन्छ नि, यिनीहरूमा चाहिँ यो इन्टिग्रल पार्ट हो क्याल्सियम। क्याल्सियमले के गराउँछ भने यसलाई चाहिँ बनाउने काम गर्दछ है, यसले बनाउने वा इन्टिग्रल पार्टको रूपमा पनि युज गरिन्छ। सो सेल वाल्स, सेल मेम्ब्रेन्स, लिपिड स्ट्रक्चर्स इन द सेम वे यसले चाहिँ पर्मेबिलिटीमा पनि हेल्प गर्दछ है। क्याल्सियमले पर्मेबिलिटी जस्तो अब टक्सिनहरू केही आइरहेछ भने सो एज टु त्यसले चाहिँ सेल वाल वा सेल मेम्ब्रेन भित्र जुन भएको चाहिँ यो सेल अर्ग्यानहरू हुन्छ, सरी माइक्रो अर्ग्यान भने अर्ग्यानहरू हुन्छ, तिनीहरूलाई चाहिँ बचाउनको लागि सो एज टु प्रोटेक्ट फ्रम द्याम, फ्रम द टक्सिन्स होइन, अरू बाहिरी स्ट्रेसहरू बाहिरी आवरणबाट चाहिँ बचाउनको लागि। सो इट्स हेल्प्स टु इम्प्रुभ द पर्मिलिटी अफ सेल मेम्ब्रेन सो एज टु प्रोटेक्ट डिफ्रेन्ट टाइप्स अफ organ present inside the cell wall. So calcium pectate is a middle lamina of cell walls होइन। so it's basically cellular dystonically calcium deficiency and necrosis occurs. so generally जुन चाहिँ जहाँ चाहिँ क्याल्सियम डिफिसियन्सी हुन्छ त्यहाँ चाहिँ यो के हुन्छ भने यो सेल वाल चाहिँ डिसइन्टिग्रेट हुन्छ, इट्स मिन्स पर्माबिलिटी इन्क्रिज हुन्छ, विच अल्टिमेटली ह्याम्पर त के छ भने त्यहाँभित्रको चाहिँ organहरूलाई चाहिँ हेल्प गरिरहेको हुन्छ। So basically you have to write question permeability होइन। permeability of cell membranes is a integral part of the cell wall, cell membrane and lipid structure को रूपमा भयो। यसै क्रोमेटिन स्ट्रक्चर, क्रोमेटिन भनेर बुझ्नुहुन्छ एउटा एउटा जेनेटिक मेटेरियल्स क्यारिङ द जिन्स होइन, डाइरेक्टली इन्भल्भ इन द क्रोमोजोम स्टेबिलिटीको कुराहरू हुन्छ। क्रोमेटिन्स यो तपाईँको के हुन्छ नि जोइन्ट भन्ने हुन्छ नि क्रोमोजोमहरू। सो सेनाप्सिस भन्छ होइन, सेल डिभिजन्समाहरूमा काम गर्दछ। यसै इभन इभन इट्स अल्सो इम्पोर्टेन्ट इन कार्बोहाइड्रेट ट्रान्सलोकेसन्स, कार्बोहाइड्रेट ट्रान्सलोकेसन्स है। हेर त क्याल्सियम अल्सो हेल्प्स इन ट्रान्सलोकेसन अफ कार्बोहाइड्रेट। यसै गरी डिफ्रेन्ट टाइप्स अफ इन्जाइमहरू, कम्पोनेन्ट अफ एमाइलेज होइन, यसै गरी एक्टिभेटर फस्फोलाइपेज, यिनीहरूमा चाहिँ यसले चाहिँ काम गर्दछ, एज अ एक्टिभेटरको रूपमा चाहिँ वर्क गर्ने काम गर्दछ। हेर त अल्सो टक्सिसिटी नन बाई द केस सोडियम्स, पोटासियम्स
magnesiums, manganese, copper, or aluminum. It helps to reduce the case on toxicity. अब यसलाई रिलेट कसरी गर्न सकिन्छ भने यु नो भेरी वेल क्याल्सियमलाई कसरी टक्सिसिटी अब सोइलको केसमा भने चाहिँ यो त प्लान्टको केसमा भयो भने सोइलको केसमा चाहिँ टक्सिसिटी हामीले के भनेको थियो भने लो पिएच इट्स मिन्स हायर एसिडिटीले के गराउँछ भने यो एल्युमिनियम्स म्याङ्गनिज होइन यसै आइरनको कुराहरू गरेको थियो नि टक्सिसिटीको कुरा गरेको थियो त्यसैमै इट हेल्प्स टु मेन्टेन द के छ भने टक्सिसिटी इट हेल्प्स टु रिड्युस द टक्सिसिटी डन बाई द के छ भने different types of nutrient just like sodiums, potassiums, magnesium, manganese, copper, whereas aluminums. So you know very well calcium को major function cell wall permeability. It's an integral part of cell wall, cell membranes, chromatins, and cell divisions, carbohydrate translocations, and amylase को essential component हो होइन. ल अब इन अपटेक अफ नाइट्रेटहरू होइन इन्क्रिज द मोलिब्डेनमको एबिलिटीहरूलाई चाहिँ इन्क्रिज गराउनु काम गर्दछ इन्टु प्लान्ट एन्ड अपटेक अफ अदर न्युट्रिएन्ट होइन यसै गरी क्याल्सियम अक्सिलेट कार्बन एन्ड फस्फेट इन सेल भ्याकुल्सहरूमा चाहिँ यसले चाहिँ डिपोजिट गराउने गर्दछ यसरी फाइटिन इन एसिड प्रेजेन्ट एज अ क्याल्सियम म्याग्नेसियम साल्ट अफ फाइटिक एसिड्स अब फाइटिन भनेर मैले के भनेको थिएँ भने यो फस्फोरसको अर्ग्यानिक फर्म हो होइन सो somehow there is a presence of calcium as well होइन even it helps in the case in oil root formations microbial एक्टिभिटीहरूलाई पनि इन्क्रिज गराउने काम के गर्छ भने क्याल्सियमले गराउने काम गर्दछ अब न्युट्रलाइज द पोइजन्स होइन न्युट्रलाइज पोइजनहरू क्यान चाहिँ एन्टिडट अफ टक्सिन प्रड्युस बाई द सोडियम्स म्याग्नेसियम्स आइरन्स सिमिलरली अल्मुनियम्स होइन काउन्टर टु द टक्सिक इफेक्ट अफ अक्जालिक एसिड्सहरूले गर्ने काम गर्दछ हामी स्लाइड चेन्ज गर्दैछ है देखेछ स्लाइड देखेछ एनीवन प्लिज राइट ओके थ्याङ्क यू ओके सो हेर त क्याल्सियमको फङ्सन भन्दा पनि डिफिसियन्सीहरू इक्जाममा चाहिँ धेरै सोधिरहेको हुन्छ है डिफिसियन्सी इट्स मिन्स इन अब्जेक्टिभमा होइन अब्जेक्टिभमा चाहिँ यसको डिफिसियन्सीहरू चाहिँ धेरै सोधिरहेको हुन्छ तर यसको मतलब यो होइन कि हामी फङ्सन पढ्दैनौँ भन्न खोजेको होइन यु अल्सो हेभ टु लर्न फङ्सन्स सो डिफिसियन्सीहरू ल अब क्याल्सियमलाई हामीले जेनरली के भन्यो भने एन्टिडटको रूपमा पनि युज गर्ने भन्यो होइन क्याल्सियम पर्मालिटीको कुराहरू गऱ्यौँ होइन कार्बोहाइड्रेट ट्रान्सलोकेसनमा पनि यसले चाहिँ हेल्प गर्छ भनेर पढेको थियौँ होइन एमाइलेज होइन जुन कार्बोहाइड्रेट बनाएको हुन्छ त्यसलाई चाहिँ के चाहिँ डिफ्रेन्ट ठाउँहरूमा चाहिँ पुर्याउने काम गर्दछन् सो कार्बोहाइड्रेट ट्रान्सलोकेसनमा पनि क्याल्सियमको भूमिका देखिन्छ भनेको थियो होइन सो नाउ क्याल्सियमको डिफिसियन्सीले के गराउँछ सो नेक्रोसिस अफ ग्रोइङ टिप्स हेर्नु त अब नेक्रोसिस क्लोरोसिस इट्स सो कमन होइन यो कुराहरू चाहिँ किनभने दिस वान इज इफेक्ट डन बाई द मेनी मोर टाइप्स अफ के भन्छ नि डिफिसियन्सी अफ यो न्युट्रेन्टहरूले गरेर हुन्छ सो नेक्रोसिस क्लोरोसिसहरू चाहिँ हजुरहरूले चाहिँ यतिकै त सम्झे पनि हुन्छ इन्टिकल टिप बर्न अफ क्याबेज हेर त इन्टरनल टिप बर्न जुन सिम्टम देखिन्छ त्यो के चाहिँ क्याबेज भने ब्लसम इन जट अफ टोमेटो टोमेटोको फेदमा चाहिँ हजुरले के देख्न सक्नुहुन्छ यो यो पिक्चरमै देखिरहेछ देख्नुभएको छ देखेको छ है सो त्यहाँबाट देख्न सक्नुहुन्छ ब्लसम इन रट इन टोमेटो सफ्ट नोज इन म्याङ्गो है अब सफ्ट नोज भनेको चाहिँ के हो सर सफ्ट नोज भनेर मलाई कसले भन्छ एनिवन
What do you understand by soft nose? Shivani, Rakesh, anyone, guys? Hey, wait, wait. Uh, uh, ल सफ्ट नोज भनेपछि के बुझ्नुहुन्छ? No, not a small size. Soft nose. Do you guys have any idea? Okay. सफ्ट नोज भनेपछि हेर त अब यो देख्नुभएको छ यो आँप खाँदाखेरि हजुरहरूकोमा धेरैमा चाहिँ यस्तो पर्यो होला होइन दिस वान इज कल्ड सफ्ट नोज अफ म्याङ्गो दिस टाइप अफ सिम्टम्स ह्यापन्स ड्यु टु द के छ क्याल्सियम डेफिसियन्सी ओके ल ओके सो ब्लसम इन्ट यु नो भेरी वेल सफ्ट नोज इन म्याङ्गो यु नो बिटर पिट्स इन एप्पल्स हेर त एप्पलमा डिफ्रेन्ट सानो हजुरको के हुन्छ नि स्पोर्ट्सहरू देख्न सक्नुहुन्छ जोनाथन स्पोर्ट्स इन एप्पल्स होइन इट्स मिन्स जस्ट लाइक एउटा कस्तो भने माइक्रोबियलहरूले गर्ने एट्याक गरेको जस्तो कि आई मिन्स सानो सानो धब्बाहरू के सानो सानो नट मो बिगर स्पट्स सानो सानो स्पट्सहरू चाहिँ हजुरले चाहिँ देख्न सक्नुहुन्छ त्यो स्पट्सहरू चाहिँ एप्पलहरूमा चाहिँ देख्न सक्नुहुन्छ जोनाथन स्पट्सहरू भयो पप्स इन पिनट्स होइन इम्टी सेल्स अफ पिनट्स हेर्नु त दाना लागे पनि आधा लाग्ने लागे पनि इम्टी सेल्स आर स्मल कर्नेल इन द पोड्स होइन सानो सानो लाग्ने या नलाग्ने कुराहरू हुन्छन् क्याभिटी स्पोर्ट्स इन क्यारोट हेर त क्याभिटी स्पोर्ट्स क्यारोटहरूको जुन हुन्छ नि त्यो क्याभिटी बन्द जाने के क्यारोट्समा इभन ब्ल्याक हार्ट अफ सेलेरी सेलेरीहरूमा चाहिँ पनि के देख्न सक्नुहुन्छ ब्ल्याक हार्ट है ब्ल्याक हार्टहरू चाहिँ हजुरले मतलब इट्स मिन्स कालो के भन्छ त्यसलाई चाहिँ कालो स्पट नभनौँ त्यसलाई कालो चाहिँ क्याभिटी टाइपको भनौँ होइन त्यो कालो क्याभिटीहरू कुहिएको जस्तो देखिने के त्यस्तो सिम्टमहरू देख्न सक्नुहुन्छ भने टोब्याको लिभ्सहरू चाहिँ स्टार्ची देख्न सक्नुहुन्छ होइन इट्स मिन्स थिक मोटो होइन थिक एन्ड सफ्ट एन्ड पेप्री वेन क्याल्सियम डिफिसियन्सी इन मिड्रिप्स है सो इफ क्याल्सियम इज भेरी हाई ऱ्यापिड बर्निङ अफ लिभ्स होइन यसै गरी सोइल पिएच 16 सुड बी मेन्टेन्स भनेर चाहिँ अर्को भनेको बोरन्स हेल्प्स टु ट्रान्सलोट क्याल्सियम इन प्लान्ट एन्ड बोरन डिफिसियन्सी रिजमल्स टु क्याल्सियम डिफिसियन्सी अब मलाई तपाईँहरूले भन्नु सर हामीले अहिले जति सिम्टमहरू पढ्यौँ त्यो त कहिलेकाहीँ त बोरनको सिम्टमहरू पनि सिमिलर छ त क्याल्सियम र बोरनको हो पक्कै पनि क्याल्सियम र बोरनको सिम्टम किन बेग्लै सेम छ जस्तो छ भने यस रोशनीजी युआर राइट है हजुरले लेख्नुभएको सही हो सो जेनरली बोरन हेल्प्स टु ट्रान्सलोकेट द क्याल्सियम सो एट द सेम टाइम्स के हुन्छ भने दुइटैको इफिसियन्सी इन्क्रिज हुने भयो बोरनले क्याल्सियमलाई इन्हान्स गर्ने भयो नि त सो वेन देयर इज वान डिफिसियन्ट अल्टोमेटिकली के छ भने त्यो त्यहाँ चाहिँ जस्तो बोरन डिफिसियन्ट भएको केसमा चाहिँ क्याल्सियमको पनि डिफिसियन्सी देखिन्छ सो दिस इज द बेसिक थिङ्स द्याट हामी के भन्छ नि इभन इन ब्याचलरमा पनि हामीले सम्झेका थियौँ कि बोरनको सिम्टम जस्तो बोरनमा पनि के छ भने ब्ल्याक हार्ट अफ क्याबेज होइन इभन दो यु क्यान नो जुन इम्टी सेल्सहरूको कुरा छ त्यसै विपिङको कुराहरू छन् होइन सो यो सिम्टमहरू चाहिँ हजुरले चाहिँ बोरनमा पनि देखा पर्दछ सो दिस वान इज भेरी इम्पोर्टेन्ट फ्रम इक्जाम पोइन्ट अफ भ्यू यु मस्ट हेभ टु लर्न द क्याल्सियम्स बोरन्स है केही प्रब्लम छ भने सोध्नुहोस् है कतै कुनै कुरा नबुझेको भने प्लिज यु आक्स है हुन्छ ओके सो अब यो म्याग्नेसियम कन्टेन्ट इन सोइल्स कुन फर्ममा म्याग्नेसियम लिन्छ म्याग्नेसियम प्लस टू होइन इट्स कन्सेन्ट इन प्लान्ट भ्यारिज फ्रम 0.1 to 0.4%. म्याग्नेसियम ओन्ली मिनरल कन्सेन्ट्रेट अफ क्लोरोफिल्स अब म्याग्नेसियम हेर त क्लोरोफिल कन्सेन्ट्रेन्ट भयो बुझ्नुभयो अब डोलोमाइटमा पनि म्याग्नेसियम हुन्छ होइन यसै गरी बायोटाइट मोन्टमोरोलाइट होइन अगटाइट डोलोमाइटहरूमा पनि हजुरले चाहिँ यु क्यान एबल टु नो
Is a function of magnesium. What are the function of magnesiums? Anyone? Fast है फंक्सन अफ म्याग्नेसियम गर्नुहोस् त के हो फंक्सन अफ म्याग्नेसियमको फंक्शन्स सुन त as I already told you it is a essential constituent or integral part of chlorophyll होइन यसै गरी इनर्जी ट्रान्सफर ग्लाइकोलाइसिस रेस्पिरेसन सल्फेट रिडक्सन यिनीहरूमा पनि के छ भने एज अ एक्टिभेटरको रूपमा चाहिँ काम गर्दछ एक्टिभेटर अफ जाइम इन्भल्भ इन के छ आरएनए सेन्थेसिस डिएनए सेन्थेसिस होइन यो आरएनए डिएनए बनाउनुमा पनि यसको म्याग्नेसियमको भूमिका हुन्छ यसै गरी प्रोटिन सेन्थेसिसमा पनि यसले हेल्प गर्दछ यसै गरी एन्थोसाइनिन बनाउनुमा पनि यसले चाहिँ हेल्प गर्दछ ब्यालेन्स हाई युज अफ के छ पोटासियम्स यसै गरी मेजर कन्स्टिट्युन्ट अफ क्रोमोजोम्स अल्सो हेल्प इन सिन्थेसिस अफ ओइल होइन र यसले के भन्छ मेटाबलिजम हेल्प्स इन मेटाबलिजम कार्बन हाइड्रोजन एन्ड अक्सिजन्स एन्ड न्युट्रलाइज द अर्ग्यानिक एसिड बुझ्यो So basic function, what are the basic function if you have to learn? Just to write के छ भने no need to टर्महरू मात्र लेख जस्तो एक्टिभेटर अफ इन्जाइम्स कुनमा इनर्जी ट्रान्सफर ग्लाइकोलाइसिस रेस्पिरेसन सल्फेट रिडक्सनको कुरा कन्स्टिट्युन्ट अफ क्लोरोफिल स्ट्रक्चर्स प्रोटिन सेन्थिसिसका कुराहरू गर्यो होइन यसै गरी यसले चाहिँ के छ क्रोमोजोमको पनि कन्स्टिट्युन्ट भयो ओइल सेन्थिसिसमा पनि हेल्प गर्यो मेटाबलिजम अफ सिएचओमा पनि यसले चाहिँ हेल्प गरेछ अब यसको मेजर सिम्टम के छ हेर त अब बिङ्स मोबाइल एलिमेन्ट जेनरली सिम्टम्स एपियर इन द ओल्डर लिप्स देन एपियर इन द यङ्गर प्लान्ट है अब यसमा चाहिँ अर्को मेजर सिम्टम के देखिन्छ भने डिफिसियन्सी सिम्टम इन्टरभेनल क्लोरोसिस इन्टरभेनल क्लोरोसिस देखिन्छ त्यो चाहिँ एउटा विशेष यसको क्यारेक्टरिस्टिक हो के प्रश्न राख्नु भएको छ एक्ज्याक्टली यु मस्ट ह्याभ टु अब यस्तो छ इट्स डिपेन्ड अपन यु होइन तर अरू कुरा सम्झे पनि हेर्नुहोस् वाट जति सम्झ्यो त्यति राम्रो हो होइन बट के छ भने हामी सबै कुरा सम्झिन नसकेको खण्डमा चाहिँ हजुरले चाहिँ हाइलाइटेड भएको बुदाहरू चाहिँ यु मस्ट ह्याभ टु लर्न यु मस्ट ह्याभ टु रिमेम्बर होइन र त्यो कुराहरू चाहिँ सम्झिनु पर्यो यसै गरी इन्भिटमा मोटलिङ हेर्न सक्नुहुन्छ मोटलिङ मिन्स छिदिबिदी कलर येलिस ग्रिन प्याचेसहरू चाहिँ देख्न सक्नुहुन्छ मोटलिङमा यसै गरी अल्फा अल्फाको लिप्समा लिफ कल अनि हेभ रेडिस अन्डर साइड्स हेर्नुहोस् त अल्फा अल्फाको प्लान्टहरूमा चाहिँ लिप्स कल देख्न सक्नुहुन्छ रेडिस अन्डर साइड देख्न सक्नुहुन्छ स्टिफ हेर्नु त यो जेनरली सुगर बिटमा र पोट्याटोहरूमा म्याग्नेसियम डिफिसियन्सी के हुन्छ भने त्यो एकदम कडापन हुने के र एकदम जस्तो हुन्छ नि भाँचिने त्यस्तो ट्विस्ट हुने के त्यस्तो चाहिँ देख्न सक्नुहुन्छ सिमिलरली लोवर लिप्स अफ कटन may develop reddish purplish color which gradually turn brown and finally necrosis occurs हेर्नुहोस् त अब क्लोरोसिस नेक्रोसिसहरू कुराहरू त हामी सबैलाई थाहा छ होइन So initially reddish purple color and which gradually change into the brownish and finally change into the necrosis कलरहरू चाहिँ देख्न सक्नुहुन्छ कहाँ चाहिँ लो लिप्स अफ कटनहरूमा चाहिँ यो सिम्टम देखा पर्न सक्छ म फास्ट भएँ कुनै केही शब्दहरू नबुझेको छ प्लिज युआर फ्रिली आक्स होइन कुनै शब्दहरू कुनै केही कतै हुन्छ नि यो सबै कति कुराहरू त अब यस्तो छ जहाँ कन्सेप्चुअल छ त्यहाँ कन्सेप्टको कुरा भयो अब इन्टरप्रेनर कोर्सेस भनेको के हो होइन अब यु नो तपाईँलाई के भन्छ नि कसरी हुन्छ या त्यसको फिजिकल रियाक्सन वाट एभर होइन नो निड टु गो डेप्थ होइन जस्ट यु हेभ टु नो द सिम्टम्स द्याट्स इट सिम्टम मात्र जानु छ ज- ल विक स्टक एन्ड ब्रान्च रुट्स हाम्रो अर्को क्लास कति बजे हो ओके गट इट गुड गुड रोशनीजी गुड अब यसको डिफिसियन्सी हेर त इक्जाममा सोध्छ हाइपोग्लाइमेसिया भनेपछि केबाट हुन्छ भनेर सोध्छ है हेर्नुहोस् त हामी यति धेरै पढ्यौँ तर एउटा कुरा ग्रासिटिटानी भनेर सोधिन्छ ल अरू म्याग्नेसिया भनेको केबाट हुन्छ भनेर भनिदियो भने इट्स बिकज अफ के छ डिफिसियन्सी सिम्टम अफ
के म्याग्नेसियम्स इट्स सो क्रुसियल एन्ड इम्पोर्टेन्ट फ्रम द इक्जाम पोइन्ट अफ भ्यूबाट इम्पोर्टेन्ट छ। सो हाइपरम्याग्नेसिया भनेको के हो एउटा चाहिँ नर्भस डिसअर्डर हो होइन, जुन चाहिँ मूर्छित गराउँछन् होइन, ठुल्ठुलो आँखाहरू हुने, मुख चाहिँ आ गरेर हुन्छ नि, मुख चाहिँ खुल्ला हुने, आँखा ठुल्ठुलो हुने, कन्भल्सन डिसअर्डर भन्ने हुन्छ। अल्टिमेटली यो कोमामा जाने भनेर भनिन्छ कि with the wide opening eyes होइन। So this type of symptom happens when the के भन्छ नि cattle are affected with the grassy tetany. It's due to the के छ भने when the forage is deficient in magnesium content। त्यस्तो अवस्थामा चाहिँ जब बोट के भन्छ यो क्याटलले खान्छ होइन, जहाँ जुन फोडर चाहिँ म्याग्नेसियम डिफिसियन्ट छ, त्यस्तो केसहरूमा चाहिँ हाइपरम्याग्नेसिया चाहिँ देखिन्छ। नो 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 हुँदैन है। ल मैले हाम्रो यहाँ एबाट आएको छ, उहाँ सरले भन्नुभएको छ होइन, सर म्याडम त्यो हुँदैन है बाबु। मोबाइल इन प्लान्ट, मोबाइल इन सोइल्स इज नट सेम है। समहाउ मोबाइल इन सोइल्स बिकम्स इमोबाइल इन प्लान्ट एज वेल होइन, त्यस्तो हुन्छ, त्यो हुँदैन। र अर्को के स्टक भनेको चाहिँ विक स्टक भनेपछि यु नो भेरी वेल इट मिन्स यो के छ नि अब के भन्छ त्यसलाई स्टकलाई, त्यो अब के भन्छ यो डाँट भन्ने छ नि हामीले, डाँट, जस्ट लाइक डाँट भन्न सकिन्छ हजुरहरूले है। मेन स्ट्रिम डाँट अब के भन्ने त्यो ठ्याक्क मलाई नेपाली आएन होइन। सो डाँट भने मेन स्ट्रिम यु क्यान एबल से, यु क्यान अन्डरस्ट्यान्ड होइन, त्यो भन्न सक्नुभयो। ल सल्फरको कुरा है, काण्ड गुड गुड सही हो है। अब काण्ड भनिन्छ एब्सोल्युटली एक्ज्याक्टली। ल सल्फर हेर त, सल्फर सल्फर कुन फर्ममा आउँछ, एसओ4 को SO4 - 2 होइन। यसको रेन्ज 0.1 0.4 इफ यु क्यान लर्न होइन, नो प्रब्लम्स। अर्ग्यानिक फर्म इनअर्ग्यानिक फर्म दुइटै फर्ममा आउँछ। यसै गरी ओभर 90% अफ सल्फर एक्जिस्ट इन द सोइल, अर्ग्यानिक म्याटरमा हुन्छ होइन। यसै गरी अब भोल्कानिक इरप्सन्स, रक सल्फेट, फोसिल फ्युल बर्निङ्स, यिनीहरूमा पनि सल्फर हुन्छ भने दानिस नगर है। ल रक फस्फेट, सी भोल्कानिक इरप्सन, फोसिल फ्युल बर्निङहरूमा चाहिँ देखा पर्दछ है। सो यो कुराहरू भयो, इफ यु वान्ट टु नट रिमेम्बर यु क्यान, बट योहरू चाहिँ त्यति सम्झिन सक्नुहुन्न या गाह्रो हुन्छ, किनभने इक्जाममा चाहिँ धेरै कुराहरू याद गर्नुपर्ने हुन्छ। सो यु मे गेट कन्फ्युज होइन, कन्फ्युज हुन सक्नुहुन्छ होइन अहिले। हुँदैन हुँदैन हुँदैन। ल फङ्सन अफ सल्फर हेर त। ल फङ्सन अफ सल्फर हेर त। रिक्वायर फर सेन्थेसिस अफ सल्फर कन्टेनिङ एमिनो एसिड्स हेर त। सिस्टेन हेर त, सल्फर कन्टेनिङ एमिनो एसिड सम्झाएको छ हामीले, सल्फर कन्टेनिङ एमिनो एसिड्स यु नो भेरी वेल। सो बेटर यु नो अन्डरस्ट्यान्ड के छ भने एमिनो एसिड्स हेल्प के छ, एमिनो एसिडबाट प्रोटिन बन्ने हो होइन। सो सेन्थेसिस अफ प्रोटिन यु क्यान एबल टु से, अरू सेन्थेसिस अफ सल्फर कन्टेनिङ एमिनो एसिड भनेर चाहिँ सक्नुहुन्छ है। सो सल्फर, सल्फर इज अल्सो हेल्प्स टु मेन्टेन के छ भने ओइल कन्टेन्ट्स होइन। ओइल कन्टेन्टहरूमा चाहिँ जेनरली एमोनियम सल्फेटहरू युज गरिन्छ नि, हामी जेनरली यो मस्टरहरूमा, तोरीहरूमा चाहिँ एमोनियम फर्टिलाइजर, एमोनियम सल्फेटहरू विशेष रूपमा युज गरिरहेको छ। हेल्प्स टु इन्हान्स द के छ ओइल फर्मेसन्स। ओइल फर्मेसनमा चाहिँ एकदम इम्पोर्टेन्ट हुन्छ यसमा चाहिँ है। यसै गरी कम्पोनेन्ट इन मस्टर्ड ओइल ग्लाइकोसाइड्सहरू, ग्लाइकोसाइड्स हेर्नुहोस् त। अब जेनरली अर्डर एन्ड फ्लेभर टु मस्टर्ड
ओनियन एन्ड गार्ली है। कम्पोनेन्ट इन मस्टार्ड हेर त, जस्तो ग्लाइकोसाइडहरू कस्तो भयो भने यसले चाहिँ अर्डर र फ्लेभरहरू चाहिँ गभर्न गर्दछ। जस्तो यो गार्लिक हो, ओनियन र यिनीहरूमा चाहिँ एक किसिमको स्मेलहरू आउँछ नि, त्यस्तो गर्छ। यसै गरी प्याराडक्जिन्स है, इट इज इन्टिग्रल पार्ट अफ प्याराडक्जिन्स होइन, जुन जुन चाहिँ आइरन सल्फर कन्टेन्ट प्रोटिन हो। हेल्प इन सेन्थिसिस अफ के छ, क्लोरोफिल। क्लोरोफिलको सेन्थिसिसमा पनि यो सल्फरको ठुलो भूमिका हुन्छ। बिकज इट इज अ पार्ट अफ के छ भने प्याराडक्जिन्स। प्याराडक्जिन भनेपछि एउटा प्रोटिन हो, आइरन र सल्फर कन्टेनिङ प्रोटिन हो। यसले हेल्प इन सल्फर हेल्प्स इन नोडल फर्मेसन एज अ इंस्टिट्यूशन अफ कंस्टिट्यूएंट अफ नाइट्रोजनस इन्जाइम्स। नाइट्रोजनस इन्जाइम्स, मैले नाइट्रोजनस इन्जाइम्सको एक्टिभेट गर्ने अर्को पनि भनेको थिएँ। कुन भनेको थिएँ? नाइट्रोजनस इन्जाइमलाई एक्टिभेट गर्ने कुन भनेको थिएँ? गुड 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 गुड। सो पोटास है। सो बेसिकली सल्फरले ओइल कन्टेन्ट होइन, सेन्थिसिस सल्फर कन्टेन्ट एमिनो एसिड्स। यसै गरी मस्टर्ड ओइल ग्लाइकोसाइड्स होइन, यसले अर्डर र फ्लेभर दिने काम गर्दछ। यसै गरी नोडल फर्मेसनहरूमा यसले हेल्प गर्दछ। र नोडल फर्मेसनमा कसरी हेल्प गर्दछ भने यो नाइट्रोजनस इन्जाइमहरू चाहिँ यसले चाहिँ के भन्छ नि, गभर्न गर्दछ। अर यु क्यान से एक्टिभेट गर्ने काम गर्दछ भनेर भन्न सक्नुहुन्छ है। सो सेन्थेसिस अफ मेटाबोलाइट को इन्जाइम्स ए बायोटिन, थाइमिन, भिटामिन बी 12 र ग्लुटामिन्सहरू, यिनीहरू चाहिँ डिफ्रेन्ट टाइप्स अफ मेटाबोलाइटहरू छन् जुन चाहिँ डिफ्रेन्ट रियाक्सनहरूको बाई प्रोडक्टहरू छन् होइन। सो जेनरली दे आर द भिटामिन्सहरू, यो सबै भिटामिनहरू हुन्। सो जेनरली सल्फर हेल्प्स इन सेन्थेसाइजिङ द देज टाइप्स अफ भिटामिन्सहरू है। ल, अब डिफिसियन्सी सिम्टम इन प्लान्ट र त डिफिसियन डिफिसियन्सी सिम्टम इन प्लान्ट हेर त। अब सल्फर, एज यु नो, सल्फर इज मोबाइल or immobile? Sulfur is mobile or immobile? Okay. Oil formation or synthesis. Formation, यस्तो छ, सिन्थेसिस भएपछि ओइल हुने हो होइन। अब त भाषागत रूपमा त्यसरी लेखेको छ, तर इट्स रिमेन द सेम्स होइन। ओइल सिन्थेसिस भनेको ओइल बन्ने प्रोसेसलाई भन्यो। अब फाइनली द ओइल फर्मेसन्स इट्स मिन्स आफ्टर सिन्थेसिङ द ओइल इट्स फर्मेसन हुने, त्यस्तो भनेको चाहिँ इट्स सिमिलर टर्म्स। ल हेर त, इमोबाइल प्लान्ट इलिमेन्ट होइन बिकम्स युनिफर्म येलो एज द क्लोरोफिल कन्टेन्ट डिक्लाइन्स। क्लोरोसिस हुने होइन। यङ लिप्स इन्सेल टर्न लाइट ग्रिन टु येल्लो लेटर देन द इन्टायर प्लान्ट टर्न येल्लो। हेर त, जेनरली सिम्टम्स एपियर इन द के छ नि यङ्गर्स इन इमोबाइल्स एन्ड देन इट्स कन्भर्टिङ इन्टु द होल प्लान्ट होइन। प्लान्ट स्टन्टेड, स्टिम्ड एन्ड स्पाइनी प्लान्ट। हेर त, प्लान्ट स्टन्टेड, स्टिम्ड एन्ड स्पाइनी। Reduction of oil content, development of reddish color underside of leaves of cabbage and rapeseed. हेर त, अब oil content just opposite of cancer function, you can write the deficiency symptoms. अब माइक्रोन्युट्रिएन्ट हेर त, माइक्रोन्युट्रिएन्ट। अब मलाई यो भन, why micronutrient is deficient in Nepali soil है। यसो भेरी इज भेरी इम्पोर्टेन्ट है। धेरै इम्पोर्टेन्ट छन् र इम्पोर्टेन्ट भन्नाले मेजर रिजन बिहाइन्ड द डिफिसियन्सी के छ भन त। एकमा त सोइल इरोजनको कुरा भयो। एज यु नो 34% अफ चाहिँ के छ, वाटर इन्ड्युस्ड इरोजन छ होइन। त्यसमा पनि मैले कति हजुरलाई भने 250 मिलियन्स टन, जुन कि चाहिँ एनुअली डिग्रेड भइरहेको छ। त्यसमा पनि 12 देखि 14 टन चाहिँ मेट्रिक टनहरू चाहिँ के भन्छ टप्समा चाहिँ डिग्रेड भइरहेछ। अलमोस्ट 1 to 2 के कति थियो भने
12 to 14 सेन्टिमिटर है, एज आई थिङ्क 12 to 14 सेन्टिमिटर टप सोइल चाहिँ डिग्रेड भइरहेको छ. सो वाट ह्यापन्स, बेसिकली न्युट्रियन्ट्स इज प्रेजेन्ट इन द टप सोइल्स एन्ड टप सोइल डिग्रेड भएपछि अल्टिमेटली माइक्रोन्युट्रियन्ट डिग्रेड हुने हो होइन. And other things is variables where hammer dependency nitrogen phosphorus potassium bodies by using the urea depend potash होइन. Even though subsidy पनि यसमा पनि बढी छ. So somehow UNDP potash is what happens when we going to use the UNDP. यसले चाहिँ कहिले काहीँ के गर्छ भने माइक्रोन्युट्रियन्टको एबिलिटीले चाहिँ डिक्रिज गराउने काम गर्दछ है. माइक्रोन्युट्रियन्टको एबिलिटीलाई चाहिँ डिक्रिज गराउनु गर्छ. सम के भन्छ यो macro elements helps to interferes the or their ability उनको एबिलिटीहरूलाई चाहिँ बेसिकली चाहिँ डिक्रिज गराउने काम गर्दछन्. एक्सेस युज अफ इनअर्गेनिक फर्टिलाइजर केमिकल पेस्टिसाइड्स विच हेल्प्स टु के छ भने इन्टरफेयर विथ द एबिलिटी अफ द माइक्रोन्युट्रिएन्ट है. यसको यसै गरी एसिडिफिकेसनका कुराहरू छन् होइन. एसिडिफिकेसन्स युनिभर्स माइक्रोन्युट्रिएन्टहरू जेनरली अब ओभर युज अफ के भन्छ केमिकल फर्टिलाइजरहरू एक्सट्रिमली एमोनियम सल्फेटहरू युज गर्दाखेरि वाट ह्यापन्स इट्स प्रेजेन्स इज मोस्टली यसले चाहिँ सोइलको पिएचमा चाहिँ लो पिएचमा चाहिँ आई मिन सोइलको पिएचलाई चाहिँ घटाउने काम गर्दछ. सो लोवर द पिएच इट्स एबिलिटी इज गोइङ टु डिड्युस होइन. Even though macronutrient is available in a slightly acidic environment, but more lower pH, its ability is going to decrease. है. ल्याक अफ नलेज अबाउट हाउ टु मेन्टेन. अब हेर्नुहोस् त इभन भेरिएबल्स माइक्रोन्युट्रियन्टको युज कति नै गरिरहेछन्. इभन नेपाल सरकारले बल्ल 6 मन्थ भयो नेपाल सरकारले चाहिँ माइक्रोन्युट्रियन्टकोलाई रेजिस्ट्रेसन गर्न थालेको छ. इभन दो देयर इज नो एनी प्रोभिजन्स नो एनी पोलिसी रिगार्डिङ द माइक्रोन्युट्रियन्ट रिगार्डिङ द त्योभन्दा अगाडि चाहिँ कुनै पनि पोलिसी कुनै पनि केही कुरा पनि थिएन. सबै चाहिँ मान्छेहरूले चाहिँ जसलाई जे आवश्यकता छ त्यो खुला नाकाको माध्यमबाट चाहिँ लिएर आउँथ्यो होइन. रुट ग्रोथ हार्मोनको रूपमा होइन पिजिआर प्लान्ट ग्रोथ हार्मोन्सको रूपमा प्लान्ट ग्रोथ रेगुलेटरको रूपमा चाहिँ यसलाई चाहिँ इम्पोर्ट गरिन्थ्यो नट एज अ माइक्रोन्युट्रिएन्ट है. सो बेसिकली वी डोन्ट हेभ एनी पोलिसी अर्लियर बट करेन्टली 6 मन्थ भयो हामीले रेजिस्टर गर्न थालेका छौँ. सो रेजिस्ट्रेसनमा पनि एकदम कम छन्, धेरै कम होइन. मार्केटमा एभाइलेबल छन् बट यसको रेजिस्ट्रेसन प्रक्रियामा चाहिँ धेरै कम अहिलेसम्म हामीले रेजिस्ट्रेसन गर्न सकेका छौँ. सो पोलिसी मेकानिजमहरू छँदैछ. इभन वी डोन्ट हेभ एनी सब्सिडी फर माइक्रोन्युट्रिएन्ट वी हेभ ओन्ली फर द एनपिके द्याट इज द युरिया डिपी पोटास होइन. यसरी दे डोन्ट हेभ एनी के भन्छ त्यसको भूमिका के छ माइक्रोन्युट्रिएन्टको युज कहाँ गर्ने हो कसरी गर्ने हो होइन. किन क्रुसियल छ भने त्यसको बारेमा उहाँले थाहा छैन. सिल्टेसन र सेडिमेन्टेसन इज अल्सो हेल्प्स टु के छ डिक्रिज द के छ भने माइक्रोन्युट्रिएन्ट एबिलिटी होइन. सिल्टेसनले गर्दा सेडिमेन्टेसनहरू जुन हाम्रो नदी कटान हुने होइन जुन खोलाहरू बगेर जाने होइन हुन्छ नि त्यो सिल्टेसनहरू हुन्छ. त्यो सिल्टेसनहरूले के गर्छ मेक द्याम इट्स अनएभाइलेबल्स फर द प्लान्ट्स आर लिज इट होइन. त्यसो रन अफ हुने जानेहरू हुनुहुन्छ. इमोबिलाइजेसन भेरिएबल्स इमोबिलाइजेसन इट्स मिन्स रेडली एभाइलेबल फर्मबाट चाहिँ के छ नि नट एभाइलेबल फर्ममा चाहिँ चेन्ज गर्नेलाई चाहिँ इमोबिलाइजेसन्स भनिन्छ होइन. सो इमोबिलाइजेसन इज बिकज अफ के छ भने अब सिएन रेसियोको कुराहरू हुन सक्छन् होइन. इमोबिलाइजेसन इज अल बिकज अफ माइक्रोबियल एक्टिभिटी इफ देयर इज अ प्रेजेन्स अफ माइक्रोबियल एक्टिभिटी इज डिक्रिज होइन. इफ देयर इज अ युज अफ द र मेटेरियल जसमा चाहिँ कार्बन स्रोतहरू बढी छ त्यस्तोमा चाहिँ कि इमोबिलाइजेसनहरू हुने गर्दछन् होइन. फल्टी क्रपिङ प्याटर्न नो क्रप रोटेसन्स अब यो कुराहरूलाई भन्नै पर्दैन होइन. विड इन्फेस्टेसन रेनफल लिचिङ फल्टी वाटर म्यानेजमेन्ट. सो अल्टिमेटली वाट ह्यापन जुन हाम्रो म्यानेजमेन्ट प्र्याक्टिसहरू छन् जुन ट्रेडिसनल प्र्याक्टिसहरू छन् होइन यी प्र्याक्टिसहरूले बेसिकली अब जस्तो हाम्रो यो फार्म यार्ड म्यान्युर भनौँ होइन. यसै गरी हाम्रो भर्खर सुधार कार्यक्रमहरू भन्नुभयो हाम्रो जति पनि प्रोग्राम प्लानिङहरू सबै बेसिकली के छ भने नाइट्रोजनलाई इम्फेसिस गरेको छ के. सो बेसिकली वी आर डिपेन्डेन्ट ओन्ली टु नाइट्रोजन कन्टेनिङ द फर्टिलाइजर होइन. हाम्रो बेसिकली हाम्रो प्र्याक्टिसहरू पनि के छ but we don't have any idea regarding the how to increase the micronutrient by supplying the different types of fertilizer containing the micronutrient or by providing the different types of plant residue containing the more micronutrient होइन. या कसरी त्यसलाई चाहिँ इनरिच गर्ने कसरी त्यसको चाहिँ मात्रालाई बढाउने कुराहरू चाहिँ हामीसँग त्यो
कम छन् होइन, हाम्रो इन्कर्पोरेट कसरी गर्ने, म्याक्रो र माइक्रोसँग इन्कर्पोरेट कसरी, तुलनात्मक कसरी तुलना कसरी गर्ने, आई मिन ब्यालेन्स युज कसरी गर्ने, यी कुराहरूको चाहिँ समस्याहरू देखिरहेछन्। So, यो कुराहरू चाहिँ अरू पनि क्लासहरूमा आउँछ है। यो जुन प्रब्लमहरू छन् यो सबै माइक्रोन्युट्रियन्टको मात्र होइन, मेक्रोको पनि हो र अर्को कुरा पनि हो। सो बेसिकली रिजन बिहाइन्ड द्याट, अब यसको चाहिँ यस्तो छ, नेपाल सरकारले के भन्छ बल्ल अनुमति दिए पनि अब माइक्रोन्युट्रियन्ट महँगो छ होइन। होइन, सिल्टेसन इज नट अ सालिनिटी, सिल्टेसन इज नट अ सालिनिटी, इज अ डिकम्पोजिसन्स है। इट्स अ के भन्छ सिल्टेसन इज नट अ सालिनिटी। इट्स यो भनेको नदी किटाणहरू कटानहरू भएर बगेर जुन डिकम्पोज के भन्छ सेडिमेन्ट भएर बसिरहेको हुन्छ त्यसलाई चाहिँ सिल्टेसन भनिन्छ है। यस, रन अफ यु क्यान से। इमोबिलाइजेसन भनेको मैले भने नि, जस्तो नाइट्रेट फर्म छ, बोट बिरुवा मानव फर्म जस्तो नाइट्रेट मिनरलाइजेसन भनेको अर्ग्यानिक फर्मबाट इनअर्ग्यानिक फर्ममा जान्छ। इट्स मिन्स जस्तो बोट बिरुवाले नलिने फर्म थियो त्यसलाई चाहिँ लिने फर्मलाई चाहिँ मिनरलाइजेसन भन्छ भने बोट बिरुवाले लिने फर्मबाट बोट बिरुवाले नलिने फर्मलाई चाहिँ के भन्छ, इमोबिलाइजेसन भनिन्छ। मानव जुन नाइट्रेट फर्म छ या अमोनियम फर्म छ त्यो चेन्ज इन्टु द नन एभाइलेबल फर्म्स होइन, त्यस्तोलाई के भन्छ, मोबिलाइजेसन भनिन्छ। अर्को हाम्रो के क्वेसन थियो, अर्को अब के छ, ओके अर्को के थियो, मैले के भन्न लाग्थेँ मैले भुलेँ। अर्को कुरा के थियो भने माइक्रोन्युट्रियन्टहरूको मात्रा धेरै कम आउँछ होइन, र यो कस्टली हुन्छ, एक्सट्रिमली कस्ट, आई मिन तुलनात्मक रूपमा चाहिँ माइक्रोन्युट्रियन्टको तुलनामा चाहिँ माइक्रोन्युट्रियन्टको कस्टली र यसको एबिलिटी पनि कम छ र एसेसिबिलिटीहरू पनि कम छन् होइन। यो चाहिँ अब सबै हामी इम्पोर्ट गर्छौँ। सो एबिलिटी पनि कम भएको कारणले गर्दाखेरि माइक्रोन्युट्रियन्ट डिफिसियन्सी चाहिँ देखिन्छ। ल, आइरन हो, आइरनको कुरा गरौँ त। आइरन इज, एज यु नो वाइ आइरन इज इम्पोर्टेन्ट टु अस। इट्स यु क्यान एबल टु राइट होइन, तपाईँले जब इक्जाममा लेख्नु छ भने यु क्यान अल्सो इम्फसाइज द माइक्रोन्युट्रियन्ट होइन, माइक्रोन्युट्रियन्टलाई पनि इम्फसाइज गर्नु पर्यो। यु मस्ट ह्याभ द have the सब पोलिसी होइन, पोलिसीहरू जुन चाहिँ के भन्छ माइक्रोन्युट्रियन्टको चाहिँ एबिलिटीहरूलाई पनि गभर्न गरोस् होइन। यदि सब्सिडी नदिए पनि त्यसलाई चाहिँ सरल रूपमा चाहिँ आयात हामीले गर्न सकियोस् होइन, त्यो कुराहरूमा चाहिँ हामीले इम्फोसाइज गर्नुपर्ने हुन्छ। सो आइरनको कुरा हेर त, पर्सेन्टेज अफ आयरन Fe2O3 होइन। अब जेनरली यसको पिपिएम कति छ, 50 to 250 पिपिएममा देखिन्छ। जेनरली प्लान्ट क्यान रिच आइरन क्यान रिच प्लान्ट रुट्स एज अ Fe2+ र Fe3 एज अ अर्ग्यानिकली होइन। चेलेटेड आइरन, चेलेटेड आइरन भनेको के बुझ्नु छ, इट्स नट एभाइलेबल आइरन होइन। चेलेटेड भनेपछि जेनरली इट्स कम्बाइन्ड फर्म्स होइन, अर्ग्यानिकली कम्बाइन्ड मोलिकुल भनिन्छ। सो जेनरली Fe2 र Fe3 को रूपमा चाहिँ देखिन्छ। वेयर इट अल्सो एभाइलेबल इन अर्ग्यानिक चेलेटेड फर्म्स। चेलेटेड फर्म इज मिन्स इट्स केमिकली कम्बाइन्ड है, चेलेटेड सो एज टु रिलिज इट स्लोली है। आइरनलाई स्लोली रिलिज गर्नको लागि आइरनलाई सोचाइलेट अहिले जुन केमिकल फर्टिलाइजरहरू आउँछ नि हाम्रो देशमा, जनरली टोटल 55वटा चाहिँ हाम्रो केमिकल फर्टिलाइजर नेपाल सरकारले अनुमति दिएको छ। 55वटामा पनि के छ नि त्यहाँ डिफ्रेन्ट टाइप्स अफ फर्टिलाइजरमा हेर्न सक्नुहुन्छ, चेलेटेड आइरन भनेर भनिन्छ, चेलेटेड बोरोन भनेर भनिन्छ। इट्स मिन्स इट्स टाइप्स अफ फर्टिलाइजर जसले के गराउँछ भने विच इज अर्ग्यानिकली बााउन्ड होइन, and make it available to plant in a readily easily available forms, पछि कन्भर्ट हुन्छन् बट इन स्लोली वेमा के, जसले चाहिँ रन अफहरू गर्न भोल्टाइज आई मिन्स त्यसलाई चाहिँ लामो समयसम्म रहिरहन र स्लोली एभाइलेबल गराउनलाई चाहिँ चेलेटे भनिन्छ। सो यु क्यान बेसिकली बुझ्नुहुन्छ है। नबुझेको फास्ट भयो केही छ भने प्लिज आई विल रिपिट इट होइन। यो सब कुरा के छ नि याद गर्ने कुराहरू कति छन्, जस्तो अब आइरनका सोर्सहरू होइन, फेरिस अब हेर्नुहोस् त,
अब FE2 प्लस हेर्नुहोस् त। हजुर। मेसेज। रोशनीजी भन्नुहोस् त। सर वी डु हेभ इनफ टाइम टु कन्टिन्यू द क्लास फर्दर। यस। के हाम्रो टाइम सकियो हो र? कति बज्यो साँच्चै? टाइम कति भयो? मेरो मोबाइल कहाँ छ? ए ओके ओके गट इट। थ्याङ्क यू सो मच होइन। र म यो स्लाइड पठाउँछु होइन। पढ्नु होला होइन। अनि नबुझेको हामी फेरि भोलि त कन्टिन्यू नै हुन्छ होइन, तर पढेर आउनु होला मात्र भन्न खोजेको हो। किनभने यसबाट चाहिँ क्वेसन चाहिँ अब्जेक्टिभमा चाहिँ 100% सोधिन्छ नै, 100% मेरो तपाईँहरू सबैलाई थाहा छ नै, सोधिन्छ नै। सो अलिकति राम्ररी यसलाई चाहिँ हेर्नु होला। ओके। सो थ्याङ्क यू सो मच एभ्रिवान्स फर यर के क्वेसन सोध्नको लागि होइन। र के भन्छ भोलि हामी यही सेम टाइममा चाहिँ हामी भेट्छौँ। हेभ अ गुड डे। अफ गरौँ त्यसो भए। ओके ओके ओके। ल।